हेलो एभ्रीवन, स्वागत छ तपाईहरुलाई आजको क्लासमा। आजको क्लासमा हामी 8 क्लासकै बुकको डिनोमिनेटर जसको डिफरेन्ट हुन्छ त्यसको अल्जेब्रिक एक्सप्रेसनलाई हामी कसरी सिम्प्लिफाई गर्ने त्यो कुरा हेर्न गइरहेका छौं। त आज हामी क्लास 8 को बुक मसँग छ। यसको 169 पेज नम्बर हामी हेर्न गइरहेको छौं। यहाँ के भनेको छ 11.3 को क्वेशन। अब हेर्नुहोस्, यो भन्दा अगाडि हामी एलसीएम लिएर जसरी यसको डिनोमिनेटर सेम हुँदैन थियो त्यसलाई हामी के गर्थ्यौ, डिनोमिनेटरलाई पहिला सेम बनाउँथ्यो। अभ्यास 11.3 दिएको छ पढाले त्यसलाई के गर्नु छ, सरल गर्नुहोस् भन्नाले ल अब यसलाई हामी के गर्न सक्छौं, सिम्प्लिफाई अर्थात हामीले यसलाई के गर्नु छ, सरल गर्न सक्छौं। हेलो एभ्रीवन, स्वागत छ तपाईहरुलाई आजको क्लासेसमा। आजको क्लासमा हामीले अल्जेब्रिक एक्सप्रेसनको जसको डिनोमिनेटर सेम हुँदैन त्यसलाई पहिला डिनोमिनेटर सेम बनाउने अनि त्यसपछि त्यसलाई कसरी सिम्प्लिफाई गर्ने भन्ने कुरा हेर्न गइरहेका छौं। आज हामी यो गभर्नमेन्ट स्कुलको बुक रहेछ, क्लास 8 को बुक छ। यहाँ हेर्नुहोस् कति नम्बर पेज 169 पेज दिएको छ। अभ्यास 11.3 के गर्नु छ, हामीलाई के गर्नु छ, एक नम्बरको क्वेशनमा हेर्नुहोस्, सरल गर्नुहोस्। सरल गर्नुहोस् अर्थात के हुन्छ, यसको सिम्प्लिफाई गर्नु छ। सिम्प्लिफाई अर्थात हामीले के गर्नु छ, सजिलो बनाउनु छ। ल त अब क नम्बरको क्वेशनमा हेर्नुहोस्, a/4 दिएको 3 दिएको छ अनि a/ के दिएको छ, 4 दिएको छ। यस्तो दिएछ, यसमा के थपिएछ मात्र कि भेरिएबलहरु आइरहेछ। यो भन्दा अगाडि हामी खाली अंक राख्थ्यौ, जसरी 4/3/4 भयो अनि 6/2 भयो। यस्तो हुन्थ्यो भने हामीले के गर्थ्यौ, पहिला दुवैको मल्टिपल लेख्थ्यौ अनि त्यसपछि सुरुमा कुन कमन आउँथ्यो, एलसीएम हामीले पढेथ्यौ नि। एलसीएम भन्नाले के हुन्छ, लोएस्ट कमन मल्टिपल मतलब सबैभन्दा सानो साझा गुणनखण्ड या अपवर्त्यहरू। सबैभन्दा सानो साझा अपवर्त्यहरू मतलब यो दुवैको एलसीएम लिनुको अर्थ 4 1 जा हामीले लेख्छौं, 4 1 जा 4, 4 2 जा 8, 4 3 जा 12, 4 4 जा 16 यस्तो दिएछ। अनि 2 1 जा 2, 2 2 जा 4, 2 3 जा 6, 2 4 जा 8 यस्तो दिएछ भने सुरुमा कुन मिल्छ, दुवैको मल्टिपल हामीले लेख्यौ भने सुरुमा लोएस्ट कमन। कमनको मतलब के हुन्छ, साझा। त कमन दुवैमा आइहाल्यो र लोएस्ट पनि छ मतलब सुरुमा मिलिरहेछ। ल त लोएस्ट कमन मल्टिपलको फर्ममा लेख्यो भने लोएस्ट जुन मिल्यो त्यसले यसको के भइहाल्यो, एलसीएम भन्नाले यसको एलसीएम कति आउँछ, 4 आउँछ। त हामीले यसलाई के गर्नु पर्थ्यो, तल 4 पुगाउनु पर्थ्यो। त यो साइडमा 4 सधैं थियो भने 1 ले मात्र मल्टिप्लाई गरिहाल्थ्यो, जसले गर्दा 4 को 4 नै रहन्थ्यो यहाँ। अनि यो साइड मलाई डिनोमिनेटरमा पनि 4 ल्याउनु छ अनि डिनोमिनेटर पहिला सेम बनाउने त पनि हामी लाइक डिनोमिनेटर हुन्छ भने माथि डिनोमिनेटरलाई हामीले जोड्न सक्छौं या घटाउन सक्छौं। त यहाँ के हुन्छ, 2 * 2 जसले गर्दा 4 आउँछ। यसलाई ब्यालेन्स गर्नको लागि हामीले 2 माथि पनि थप्नु पर्छ। अनि यो 3 आयो अनि यो 4 आयो, त्यसपछि 6 2 जा 12 अनि 2 2 जा 4 भयो। यसरी हामी 3 अब डिनोमिनेटर सेम भयो भने माथि हामी के गर्न सक्छौं, न्युमरेटरलाई जोड्न सक्छौं। हर यदि समान छ भने अंशलाई हामीले के गर्न सक्छौं, जोड्न सक्छौं। त यो के आइहाल्छ, 4 आइहाल्छ। ल यसरी हामी के हुन्छ, यहाँ 15 हुन्छ अनि यहाँ के आउँछ, 4 आउँछ। त 4 3 जा 12 अनि 3 15 यसरी हामी आन्सर यसलाई लेख्न सक्छौं। मतलब अब यसलाई पनि हामीले सेम गर्नु छ। यसमा खाली के थपिएको छ, भेरिएबल थपिएको छ। अब चल राशि थपिएको छ भन्नाले अल्जेब्रिक एक्सप्रेसन आइहाल्छ। अगाडि के राखिएको थियो, मात्र नम्बर राखिएको थियो। अब के आइहालेछ, बीजीय अभिव्यञ्जकहरु आइसकेछ। यसमा बीजीय अभिव्यञ्जकहरु आइसकेछ, त्यसलाई हामीले के गर्ने हो, अब सोलुसन गरौँ। अब त्यही प्रोसेस हामीले यहाँ गर्ने हो। दुवैमा हामीले के गर्ने हो, यहाँ यो दुवैको एलसीएम कति आउँछ, यो दुवैको एलसीएम के आउँछ, 12 आउँछ। 3 लाई हामीले 4 लाई लेख्यो भने 3 1 जा 3, 3 2 जा 6, 3 3 जा 9, 3 4 जा 12, 3 5 जा 15, 4 1 जा 4, 4 2 जा 8, 4 3 जा 12। मतलब यहाँ के आयो, 12 सुरुमा मिल्यो। यसको एलसीएम 12 छ। मतलब हामीलाई यो तल के पुगाउनु छ, 12 पुगाउनु छ। अर्थात यो साइड 12 पुगाउनलाई हामीले 4 ले मल्टिप्लाई गर्नुपर्छ अनि तलको मात्र हेर्नु होला अनि ब्यालेन्स गर्नलाई माथि पनि थप्नु पर्छ। ल त यो गरिसकेपछि अब हामीले के गर्ने हो, यो साइड 12 पुगाउनलाई 12 एलसीएम आथ्यो नि हो। त यो 3 मैले थप्यो, 12 पुगिहाल्यो। यसलाई ब्यालेन्स गर्नलाई माथि पनि थप्दिने। ल त अब यो के भइहाल्छ, 4 भइहाल्छ अनि तल 12 आइहाल्छ प्लस 3 भइहाल्छ अनि यहाँ पनि 12 आइहाल्छ। ल त अब लाइक डिनोमिनेटर भइहाल्यो भने हामीले के गर्ने हो, न्युमरेटरलाई जोड दिने हो। मतलब अंशलाई हामीले जोड दिने हो, हर समान छ भने। ल त यहाँ 12 आइहाल्यो। त्यसपछि यो सजातीय पद हो, सजातीय पदलाई हामीले जोड्न सक्छौं। लाइक ओन्ली, लाइक टर्म आर एडेड और सबट्र्याक्टेड मैले भने थियो हो। त लाइक टर्म यहाँ दिएको छ किनकि यसको के छ,
चल राशि के छ समान छ अर्थात एक रङको छ। त अब हामीले 4 वटा ए र 3 वटा ए गरेर कतिवटा हुन्छ 7 वटा ए हुन्छ अनि यहाँ 12 आइहाल्छ। यसरी हामी यसलाई गर्न सक्छौं। त यसरी नै तपाईहरु एलसीएम लिनु होला। अब यहाँ के दिएको छ यसै फर्ममा दिएको हुन्छ तर त्यहाँ अब के थप्नु पर्छ अल्जेब्रिक एक्सप्रेसनहरु थप्नु पर्छ। आफ्नो मलाई नम्बरले मात्र पुग्दैन। नम्बर र अल्जेब्रिक एक्सप्रेसन दुवै मिलाएर अब हामीले जानु पर्छ दुवैको कम्बिनेसन गरेर जानु पर्छ। ल त हामीले क नम्बरको गरिसक्यो। अब ख नम्बरमा हेर्नु। ख नम्बरको क्वेशनमा के भनेको छ यहाँ 2 डिवाइडेड बाइ x दिएको छ प्लस 3 डिवाइडेड बाइ 2x दिएको छ। यस्तो दिएको छ भने हामी यसलाई समाधान गरौँ। यहाँ हामीले के थप्नु पर्छ यहाँ यो दुवैको एलसीएम के आउँछ दुवैलाई हामीले मल्टिपलको फर्ममा लेख्यो भने x आउँछ। यहाँ के आउँछ 2x आउँछ त्यसपछि 3x आउँछ। यसरी नै मल्टिपलको फर्ममा लेख्ने हो नि हामी। हो त्यहाँ 2x आउँछ यहाँ 4x आउँछ भने सुरुमा कुन मिल्यो यहाँ 2x मिल्यो भन्नाले अब यो दुवैको डिनोमिनेटरमा हामीले के पुगाउनु पर्छ 2x पुगाउनु पर्छ। त ल त अब यहाँ 2 दिएको छ यहाँ x यसलाई 2 पुगाउनलाई के गर्नु पर्छ 2 ले मल्टिप्लाई गर्नु पर्छ 2x पुगाउनलाई। अनि यो साइड x छदै छ भन्नाले हामीले 1 ले गर्न सक्छौं। जसले गर्दा जतिको त्यतिकै आउँछ। ल अब यो गरिसकेपछि 2 2 जाके भयो 4 भयो अनि तल 2x भयो प्लस 3 भयो अनि यहाँ पनि के आयो 2x आयो। ठीक छ। ल त यति गरिसकेपछि अब डिनोमिनेटर के भयो सेम भयो। त न्युमरेटरलाई हामीले के गर्न सक्छौं जोड्न सक्छौं। त यहाँ 3 आउँछ अनि यहाँ 2x आउँछ। यहाँ के आयो 7 आयो अनि यहाँ के आउँछ 2x आउँछ। यसरी हामी यसलाई पनि गर्न सक्छौं। ल ए नम्बरको 7a/12 अनि यो 7/2x यति नै आन्सर दिएछ। ल अब हामी मुभ गरौँ अर्को क्वेशन। यहाँ के गरिएको छ अब यसमा हामी अगाडि के गरिरहेको थियौ नम्बरले मात्र मल्टिपलको फर्ममा लेखिरहेको थियो तर यहाँ अब भेरिएबलहरु पनि थप्नु पर्छ। यो नम्बरले मात्र पुग्दैन। यसले यसले भए चाहिँ जब क्लास तपाईहरु बढ्नुहुन्छ त्यस्तै गीत थपिदिन्छ अनि केही अर्को कन्सेप्ट ल्याइदिन्छ। यसरी हामी अगाडि बढ्दै जाने हो। ग नम्बरको क्वेशनमा हेर्नुहोस्। ग नम्बरमा के भनेको छ 1/2a अनि माइनस दिएको छ 3a यस्तो दिएको छ। अनि त्यसपछि यसलाई हामी पहिला सल्युसन गरौँ। यहाँ के आउँछ यसको एलसीएम के हुन्छ 6a भइहाल्छ। यो दुवैको एलसीएम के भइहाल्छ जसरी 2a छ दिएको त्यसलाई मल्टिपलको फर्ममा लेख्यो भने के आउँछ 2 2 जा 4a यो 6a 3 ले गरियो भने यो के आउँछ 3a 6a 9a यसरी हामी गर्दै जान्छौँ। यहाँ के आउँछ 8a तर यो सुरुमा के मिलिहाल्यो यहाँ सुरुमा जुन मिल्छ त्यही एलसीएम हुन्छ नि हो। त अब यसलाई हामीले 6a पुगाउनु छ। त 6a पुगाउनलाई यो साइड 3 ले मल्टिप्लाई गर्नुपर्छ यो साइड पनि 3 ले गर्नुपर्छ। अब यहाँ तल 3 ले गरियो भने माथि ब्यालेन्स गर्नको लागि सन्तुलन बनाउनको लागि हामीले थप्नु पर्छ। अनि यो तल हामीलाई के डिनोमिनेटर से बनाउनु छ। त यहाँ पनि हामीले 6 पुगाउनु छ भने 2 ले मल्टिप्लाई गर्नुपर्छ अनि माथि पनि 2 आइहाल्छ। यति गरिसकेपछि तल 3 हुन्छ अनि यहाँ 6a हुन्छ अनि -2 डिवाइडेड बाइ यहाँ पनि 6a आइहाल्छ। त्यसपछि हामीले 3 - 2 गर्न सक्छौं अनि डिवाइडेड बाइ 6a गर्न सक्छौं। यसरी हामी घटाउन सक्छौं। यसपछि के आउँछ 1/6a आउँछ। यो नै हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो। ल यति गरिसकेपछि अब ग नम्बर सम्म गरिसक्यो। अब तपाईहरु घ नम्बरको क्वेशनमा घ नम्बरमा के दिएको छ यहाँ 3x डिवाइडेड बाइ 2y अनि -2x डिवाइडेड बाइ 3y। ल त अब यसलाई हामीले के गरौँ यसलाई हामीले समाधान गर्छौं भने के आउँछ यहाँ यसको एलसीएम कति आउँछ यसको एलसीएम पनि 6 नै आउँछ। ल 6y 2y दिएको छ यहाँ यसरी हेर्नु होला मल्टिपलको फर्ममा लेख्यो 2y दिएको छ 2 ले 1 ले गरियो भने 2y 2 ले गरियो भने 4y 3 ले गरियो भने 6y यसरी 8y यसरी गर्दै जान्छ 3y 2 ले गरियो भने 6y अनि 3 ले गरियो भने 9y सुरुमा के मिल्यो 6y। त अब यसलाई हामीले के पुगाउने 6y पुगाउने 6y पुगाउनलाई यो साइड कतिले मल्टिप्लाई गर्नुपर्छ 3 ले गर्नुपर्छ। त माथि पनि 3 ले गर्ने यहाँ के हुन्छ 2x छ अनि यहाँ के हुन्छ 3y छ। यसलाई मल्टिप्लाई कतिले गर्ने 2 ले गर्ने त माथि ब्यालेन्स गर्नलाई 2 थप दिने। ल यति गरिसकेपछि अब हामी 3 3 जा के हुन्छ 9x डिवाइडेड बाइ के हुन्छ 3 2 जा 6y अनि -4x डिवाइडेड बाइ 6y यसरी हामी गर्न सक्छौं। अब दुवै डिनोमिनेटर हर समान छ भन्ने अब के गर्ने यहाँ 9x यहाँ 4x यो एउटा आइहाल्छ। यसरी हामी गर्न सक्छौं। यदि हर समान छ भने हामीले माथि अंशलाई के गर्न सक्छौं जोड्नलाई घटाउन सक्छौं। यहाँ के भइहाल्छ 5x आइहाल्छ अनि यहाँ के आउँछ 6y आउँछ। यो नै हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो। ल त ग नम्बरमा हेर्नुहोस् 1/6 अनि घ नम्बरमा 5x/3
6y यो नै हाम्रो के हो करेक्ट आन्सर हो। यसरी नै तपाईहरु गर्नु होला। ल अब यो नम्बरले मात्र पुगिरा थियो। अब यो भन्दा अगाडि नम्बरले पुग्दैन के हुन्छ यसमा हामीले के गर्नुपर्छ भेरिएबल पनि थप्नु पर्छ। ल एबीसीडी कक्षाहरु हुन्छ नि त्यो पनि थप्नु पर्छ। अब अंक नम्बरमा के दिएको छ यहाँ 2y ab 3y 2bc यस्तो दिएको छ। अनि त्यसपछि च नम्बरमा के दिएको छ च नम्बरको क्वेशनमा हेर्नुहोस् 4y ax divided by 3y bx यस्तो दिएको छ। यसलाई हामीले के गरौँ समाधान गरौँ। त हामीले यो भन्दा अगाडि बढायो भने के हुन्छ यसलाई यसबाट के आउँछ यसको पनि 2ab एलसीएम 2abc आउँछ। यहाँ के आउँछ यसरी हेर्नुहोस् ab दिएको छ। यसलाई हामीले मल्टिप्लाईको फर्ममा लेख्यो भने 2b हुन्छ, यहाँ 3b हुन्छ, यहाँ 4b हुन्छ, 4ab हुन्छ, यहाँ के हुन्छ 2bc दिएको छ भन्नाले के आउँछ 4bc आउँछ 6bc आउँछ। यसरी त कहिले पनि मिल्दैन। यसरी 2 यो नम्बर त मिलिहाल्छ यहाँ नम्बर त मिलिहाल्यो तर यो एबीसीडी मिल्दैन। त्यसमा हामीले अब के थप्नु पर्छ भेरिएबल पनि थप्नु पर्छ। त हेर्नु होला यो साइड सी दिएको छ यो साइड बी दिएको छ भन्नाले यो ए दिएको छ यो सी दिएको छ मतलब तीनटैमा कमन ल्याउनको लागि हामीले के गर्नुपर्छ सी थप्नु पर्छ। यो साइड त यो साइड मैले सी थप्दिए यो साइड के थप्नु पर्छ यो साइड ए थप्नु पर्छ किनकि ए छैन। ल त्यसलाई हामी सुल्टो गरेर अब लेखौं यहाँ ए थप्यो भने के हुन्छ एबीसी 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 नम्बर पनि बढिरहेछ अनि यसमा भेरिएबल पनि थप्ने हो हामीले। तब सुरुमा कुन मिल्यो 2abc मतलब यसको एलसीएम के आइहाल्यो 2abc। त ल अब हामीले डिनोमिनेटरमा 2abc ल्याउनु छ भन्नाले यो साइड के थप्नु पर्छ 2c थप्नु पर्छ। यो साइड पनि माथि 2c थपिदिने अनि प्लस 3 डिवाइडेड बाइ 2bc दिएको छ भन्नाले यो साइड के थप्ने हामीले a थप्ने त माथि पनि a थपिदिने। त 2abc दुवै साइड आइहाल्यो। त्यहाँ के आउँछ 4c आउँछ अनि यहाँ 2abc अनि प्लस 3a डिवाइडेड बाइ 2abc यसरी हामी गर्न सक्छौं। त्यसपछि अब डिनोमिनेटर के भयो सेम भयो तब न्युमरेटरलाई हामीले के गर्ने हो माथिलाई जोड दिनु हो। त यो के हुन्छ 4c प्लस 3a अनि तल के हुन्छ 2abc यसरी हामी गर्न सक्छौं। त यो बुझ्नुभयो तपाईले। यसमा हामीले अगाडि के गरिरहेको थियो मल्टिपलको फर्ममा लेख्दा 1/2 ले नेचुरल नम्बरले मल्टिप्लाई गर्दै गइरहेको थियो। तर यसमा अब के गर्नुपर्छ हामीले भेरिएबल पनि थप्नु पर्छ मतलब चल राशि पनि थप्नु पर्छ। ल हामीले हरलाई समान बनाउने हो अनि त्यसपछि बनिहाल्छ भने माथिलाई जोड्छ भने जोड दिने हो जसरी घटाउँछ भने घटाइदिने हो। यहाँ के छ सजातीय पद छैन त्यसैले हामी यसलाई जोडेन यो के हो विजातीय पद हो। यसरी बुझ्नु होला। ल त अब हामी च नम्बरको क्वेशनमा जाऊ। च नम्बरको क्वेशनमा के भनेको छ यो च नम्बरको क्वेशनमा पनि यस्तै दिएको छ ax छ त्यो b कहिले पनि आउँछ आउँदैन यसमा त हामीले b थप्नु पर्छ। जसरी यहाँ ax लेख्नुहोस् यहाँ 2ax लेख्नुहोस् अनि यहाँ 3ax लेख्नुहोस् यस्तोमा कहिले पनि आउँछ आउँदैन। यहाँ bx एकचोटीमा गरियो दुईचोटीमा के हुन्छ 2bx अनि तीनचोटीमा के हुन्छ 3bx। त नम्बरले त यसरी मल्टिप्लाई भइरहेछ तर हामीले यसमा के थप्नु पर्छ अब b यसमा थप्यो यसमा b थप्दियो भने यो साइड a थप्दियो भने अब लगभग मिलिहाल्छ। त भन्नाले यो के आयो 2abx यो मतलब 2abx मिलिहाल्यो। यो भन्दा पहिला हामीले यो नै मिलिहालेछ abx भन्नाले सुरुको एलसीएम हुन्छ। एलसीएम को मतलब के हुन्छ सबैभन्दा सुरुमा मिल्ने ठीक छ। ल त यहाँ अब हामीले यसलाई सल्युसन गरौँ भन्नाले यो के आउँछ 4 यसलाई के पुगाउनु छ abc ल्याउनु छ हामीलाई त ax यो साइडमा के बाँकी छ abc abx ल्याउनलाई b थप्नु पर्छ। ल माथि पनि b थप्दिने। ल यहाँ 3 छ यो यसमा पनि के ल्याउनु छ abx ल्याउनु छ भन्नाले यो साइड हामीले के थप्नु पर्छ a थप्नु पर्छ। यो साइड तल यसो थप्यो भने माथि पनि a थप्दिने। अब 4b डिवाइडेड बाइ abx अनि माइनस 3a डिवाइडेड बाइ abx हामी यसरी गर्न सक्छौं। त्यसपछि हामीले के गर्ने हो 4b माइनस 3a डिवाइडेड बाइ abx यसरी हामी आन्सर निकाल्न सक्छौं। ल त च नम्बरसम्म हेर्नुहोस्। च नम्बरको क्वेशनले के भनेको छ यहाँ यो अंक नम्बरको 4c प्लस अनि डिवाइडेड बाइ 2bc अनि 4a माइनस 3a abx आन्सर राइट छ। अब हामी अगाडि बढौं। च नम्बरसम्म गरिसक्यो अब हामी अगाडिको क्वेशनमा मुभ गरौँ। त
यस्तै तपाईहरु गर्नु होला। यसमा सेम अगाडिको यदि फ्र्याक्सन वाला एडिसन एन्ड सब्ट्र्याक्सन अफ अल्जेब्रिक एक्सप्रेसन बाइ जेके बेसिक टु एडभान्स क्लासेस गरेर तपाई सर्च गर्नुहुन्छ भने तपाईले त्यो नम्बर वाला भिडियो पाइहाल्नुहुन्छ। त्यसमा अल कन्सेप्ट मैले बुझाएको छु। त्यो फ्र्याक्सन वाला जोड घटाउ कसरी गर्ने त्यो पहिला बुझ्नु होला र त्यो भिडियो हेरिसकेपछि यसमा आउनुहुन्छ भने एकदम इजी लाग्छ। त्यसैले तपाईहरु पहिला त्यो हेर्नु होला। अब हामीले कति नम्बरसम्म गर्यो 6 नम्बरसम्म गरियो। 6 नम्बरको क्वेशनमा हेर्नुहोस्। 6 नम्बरको क्वेशनमा के दिएको छ 4x + 3x डिवाइडेड बाइ 7 दिएको छ। त्यसलाई हामीले के गर्छौं सल्युसन गर्छौं भने के आउँछ यहाँ हेर्नु होला। यो 4x डिवाइडेड बाइ के छ 1 छ। के तल आउँदैन भने 1 हुन्छ। यहाँ 3x डिवाइडेड बाइ के हुन्छ 7 हुन्छ। ल यो गरिसकेपछि के हुन्छ 4x * 7। यसलाई हामीले यसको एलसीएम के आउँछ 7 आउँछ भन्नाले तल 7 पुगाउनु पर्छ। त्यो माथि पनि के गर्ने 7 थप्दिने। यसको एलसीएम के आउँछ यहाँ त 7 ल्याउनु छ र तल 7 छदैछ त भने 1 थप्छ भने माथि पनि 1 थप्दिने। ल यति गरिसकेपछि के हुन्छ 7 चौका 28x अनि 7 + 3x अनि यहाँ 7 आयो भन्नाले यो के हुन्छ 28x + 3x डिवाइडेड बाइ के हुन्छ 7 हुन्छ भन्नाले अब यो के आयो 31x डिवाइडेड बाइ 7 यो नै हाम्रो के भइहाल्छ आन्सर भइहाल्छ। यसरी तपाईहरु गर्नु होला। ल त अब हामी 6 नम्बरको क्वेशन हेर्यो 31x / 7। अब ज नम्बरको क्वेशनमा के भनेको छ ज नम्बरको क्वेशन दिएको छ x² डिवाइडेड बाइ 4 + y² डिवाइडेड बाइ 3। यसलाई हामीले कसरी सोल्भ गर्न सक्छौं यसको सल्युसन हामी निकालौं। यहाँ के हुन्छ दुवैको एलसीएम के आउँछ 12 आउँछ। दुवैको एलसीएम कति आउँछ 12 आउँछ। त हामीले 12 पुगाउनु छ भन्नाले 4 लाई 12 पुगाउनलाई 3 ले मल्टिप्लाई गर्नुपर्छ अनि माथि पनि थपिदिने। यहाँ y² डिवाइडेड बाइ तल 12 पुगाउनु छ 12 एलसीएम आएछ नि 4 ले गर्नुपर्छ भने माथि पनि 4 ले गर्दिने। यहाँ के हुन्छ 3x² डिवाइडेड बाइ 12 अनि प्लस 4y को स्क्वायर एन्ड डिवाइडेड बाइ के आउँछ 12 आउँछ भन्नाले अब यसलाई हामीले के गर्न सक्छौं यो दुवैलाई हामीले डिनोमिनेटर सेम छ भने न्युमरेटरलाई के गर्न सक्छौं जोड्न सक्छौं। तर यहाँ के छ लाइक टर्म छैन भने यही आन्सर भइहाल्छ। लाइक टर्मलाई बाहिर सजातीय पदलाई मात्र हामीले जोड्न र घटाउन सक्छौं। ल त अब ज नम्बरसम्म भइसक्यो। अब हामी मुभ गरौँ नेक्स्ट क्वेशनमा। झ नम्बरको क्वेशनमा के दिएको छ हेर्नुहोस्। अब झ नम्बरमा दिएको छ यहाँ 2 डिवाइडेड बाइ a - 3 डिवाइडेड बाइ ab यस्तो दिएको छ। अनि यहाँ नम्बरको क्वेशनमा हेर्नुहोस् के दिएको छ 3 डिवाइडेड बाइ 7 अनि 5 डिवाइडेड बाइ 3y। यसको एलसीएम के आउँछ त्यो हेर्नु होला। यो दुवैको एलसीएम के आउँछ ab आउँछ। हामीले दुवैमा सुरुमा कमन कुन पुगाउन सक्छ ab पुगाउन सक्छ। यसरी तपाईहरु अब बुझ्नु होला कसरी आइराछ भनेर। ल अब 2 डिवाइडेड बाइ यसलाई ab पुगाउनलाई मलाई b ले मल्टिप्लाई गर्नुपर्छ त माथि पनि b गर्दिने। यो साइड ab छदै छ भन्नाले के नगर्ने 1 ले गर्दिने। ल त 1 ले नगर्दा पनि हुन्छ 1 ले जतिको त्यतिकै आउँछ। ल अब यहाँ के हुन्छ 2b डिवाइडेड बाइ ab - 3 डिवाइडेड बाइ ab। अब यो मिलिसकेपछि 2b - के हुन्छ 3 हुन्छ अनि तल ab आइहाल्छ। यो नै हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो। ल अब यो भन्दा अगाडि बढायो भने यसको हामी हेरौं यो कसरी बन्छ भन्नाले यसको एलसीएम कति आउँछ 3 र 7 को एलसीएम 21 आउँछ। तपाई लेख्नु होला साइडमा मल्टिपलको फर्ममा र y पनि हामीलाई चाहिन्छ भन्नाले 21y यसको एलसीएम आउँछ। ल त यहाँ के हुन्छ 3 डिवाइडेड बाइ 7 यो साइड के गर्ने 3y ले मल्टिप्लाई गर्ने माथि पनि 3y गर्ने किनकि यसको एलसीएम के आउँछ 21y आउँछ। 21 त आइहाल्छ तर y पनि आउनु पर्यो नि हो त y हामीले थप्नु पर्छ यहाँ। ल त यहाँ 5 डिवाइडेड बाइ यहाँ 3y यसलाई 21 पुगाउनलाई 7 ले गर्नुपर्छ भन्नाले यसलाई पनि 7 ले गर्दिने हो। ल अब हामी 3 3 जा के हुन्छ 9y डिवाइडेड बाइ 7 3 जा 21y अनि यहाँ -5 7 5 जा 35 अनि 21y यसरी गर्न सक्छौं। यसबाट हामीले 9y - 35 डिवाइडेड बाइ 21y यो हाम्रो के भइहाल्छ आन्सर भइहाल्छ। यसरी हामी गर्न सक्छौं। ल त हामी हेरौं अब झ नम्बरमा के दिएको छ 2b - 3/ab अनि 9y - 35/21y यो नै हाम्रो आन्सर भयो। ल अब झ नम्बरसम्म गरिसकेपछि अब हामी अर्को विषयमा मुभ गरौँ। यहाँ नम्बरसम्म गरिसक्यौँ। यो नम्बरमा हेर्नुहोस् ट नम्बरको क्वेशनले के भनिरहेको छ x² डिवाइडेड बाइ y - 4y यस्तो दिएको छ। अनि त्यसपछि अर्को क्वेशनमा के दिएको छ यहाँ x डिवाइडेड बाइ 2 - x अनि -2
माइनस एक्स डिभाइडेड बाई के हुन्छ एक्स हुन्छ। ल त्यसलाई अब हामीले समाधान गरौँ के हुन्छ यहाँ यसलाई यसको एलसिएम के आउँछ पहिला यसलाई तल के हुँदैन भने 1 त हुन्छ नि 1 ले मल्टी डिभाइड गर्दा फेरि जस्ताको त्यस्तै आइहाल्छ। ल त अब यो दुवैको एलसिएम y नै आउँछ किनकि y एउटा मात्रा छ भने भन्नाले यो साइड y थपिदियो भने दुवै साइड y मिलिहाल्छ। त्यसको एलसिएम के आयो y आयो भन्नाले यो साइड हामीलाई केही पनि थप्नु पर्दैन त 1 ले गर्दिने। ल यो साइड हामीले के गर्नुपर्छ y ले थप्नु पर्छ भन्नाले यो 1 * के हुन्छ y हुन्छ। ल त अब यहाँ x² डिभाइडेड बाइ y हुन्छ माइनस 4y को स्क्वायर डिवाइडेड बाइ के हुन्छ y हुन्छ। ल यति गरिसकेपछि के हुन्छ अब x² अनि यहाँ के हुन्छ माइनस 4y को स्क्वायर अनि तल एउटा y आइहाल्छ। यो नै हाम्रो के भइहाल्छ आन्सर भइहाल्छ। यो सजातीय पद छैन त्यसले हामीले जोड्न र घटाउन सक्दैनौं। ल अब यसको समाधान गरौँ। यहाँ 6 नम्बरको क्वेशनले के भनिरहेको छ यसको एलसिएम के आउँछ यसको एलसिएम यसलाई जति पनि मल्टिपलको फर्ममा लेखे पनि यसलाई लेखे पनि मिल्दैन। त हामीले के गर्ने हो यो यसमा थप्नु पर्छ यो यसमा थप्नु पर्छ यसरी हामीले मिलाउन सक्छौं। यसमा हामीले x साइडमा थपियो भने के आइहाल्छ x 2 - x यसमा हामीले 2 - x थपियो भने यो साइड पनि आइहाल्छ। त अब हामीले के गर्ने हो यहाँ x डिवाइडेड बाइ यो दिएको छ भन्नाले यो साइड x थप्नु पर्छ x मैले थपिदिए। यो साइड हामीले के गर्नु पर्छ तलको मिलाउनु छ नि हो त्यसमा हामीले 2 - x थप्नु पर्छ त्यहाँ पनि माथि 2 - x आइहाल्छ। यो दुवै मल्टिपलको फर्ममा गइहाल्यो। ल अब यसलाई हामीले के गर्न सक्छौं x को स्क्वायर भयो अनि यहाँ x 2 - x आइहाल्छ। यहाँ माइनस दिएको छ यहाँ के आइहाल्छ 2 - x को के हुन्छ होल स्क्वायर हुन्छ। यो माइनस भित्र हेर्नु होला यो सबमा गएर के गर्छ मल्टिप्लाई गर्छ त्यो बुझ्नु होला माइनसले के गर्छ साइनलाई चेन्ज गरिदिन्छ। ल अब हामीले यसलाई खोल्न सक्छौं यो फर्मुलामा छ x² यो त कमन आइहाल्यो नि हो त्यसबाट हामीले एउटा लेख्न सक्छौं कमन लिन सक्छौं दुवैबाट। ल त अब यो त माइनस छदैछ यहाँ यसमा ब्र्याकेट लगाउनु होला किनकि माइनसले के गर्छ साइन चेन्ज गर्छ a² - 2ab भन्नाले a² यो फर्मुलामा गइहाल्यो नि a² - 2 फर्मुलाको छ a भन्नाले 2 हुन्छ यहाँ b भन्नाले x छ अनि b को स्क्वायर प्लस a² - 2ab प्लस b को स्क्वायर भन्नाले x को स्क्वायर यसरी हामी यसलाई गर्न सक्छौं। ल त अब यो गरिसकेपछि x² के हुन्छ माइनस यहाँ 4 हुन्छ माइनस 4x अनि प्लस x को स्क्वायर यस्तो आउँछ अनि तल के आउँछ x अनि 2 - x यस्तो दिएको छ भन्नाले त्यसलाई हामीले के गर्न सक्छौं x² माइनस यो के आउँछ 4 अनि प्लस 4x अनि माइनस x को स्क्वायर जसले गर्दा तल के आउँछ x आउँछ अनि यहाँ 2 - x हुन्छ। यसले गर्दा यो दुवै प्लस माइनस कटिहाल्छ अनि त्यसपछि हामीले यहाँ हेर्यो भने यो दुवैमा के आउँछ 4 कमन आइहाल्छ त्यसबाट कमन नलिँदा पनि हुन्छ यहाँ जस्ताको त्यस्तै यहाँ 4x माइनस 4 लेख्दिने अनि त्यसपछि यहाँ के आउँछ x 2 - x हुन्छ। यसरी हामी यो आन्सर लेख्न सक्छौं। यदि तपाईको बुकमा कमन लिएछ भने अब यसलाई 4 लाई कमन लिहाल्ने अनि x - 1 आइहाल्छ। ल त यसरी गर्नु होला नम्बर सबै हामीले अब यो भन्दा अगाडि बढायो भने हामीले कति नम्बरको कति 6 नम्बरसम्म मात्रै छ। ल अब 1 नम्बरको क्वेशन एउटा कम्प्लिट भयो। अब हामी 2 नम्बरको क्वेशनमा आउनु पर्यो। 2 नम्बरको क्वेशनमा के भनिरहेछ यहाँ अब 2 नम्बरको क्वेशन हेर्नु होला यहाँ के दिएको छ क नम्बरमा 2 डिवाइडेड बाइ x - y अनि प्लस 3 डिवाइडेड बाइ x + y यस्तो दिएको छ भने यसलाई हामीले के गरौँ समाधान गरौँ। समाधान यहाँ क नम्बरको 2 को क नम्बरमा दिएको छ ठीक छ। ल यसलाई पनि सिम्प्लिफाई गर्नु छ मतलब सरल गर्नु छ। अब यहाँ के हुन्छ यहाँ हामीले यो दुवैको के गर्न सक्छौं एकचोटी तपाईहरु यसरी क्वेशन सारी हाल्नु होला। ल त्यसपछि हामीले के गर्ने हो बनाउने हो यहाँ दुवैको एलसिएम के आइहाल्छ यसमा यो मिल्दैन यसमा यो मिल्दैन भन्नाले दुवै लिइहाल्ने x - y अनि x + y एलसिएम आइहाल्छ। यसरी तपाईहरु कन्फ्युजन हुन्छ यहाँ डाइरेक्ट थप्नु यहाँ के भयो यहाँ x - y छ त के थप्नु पर्छ यो साइड x + y थप्नु पर्छ। अब यहाँ x + y आइहाल्छ अनि यहाँ +3 यहाँ के हुन्छ यहाँ हेर्नु होला यहाँ x - y थप्नु पर्छ किनकि तल के दिएको छ x + y दिएको छ हामीले कि x + y x - y पुर्याउनु छ भने यहाँ माइनस थप्छौ x - y त माथि पनि x - y थप्नु। यो भन्दा अगाडि म के गरिरहेको थियो यो डाइरेक्ट मैले के गर्ने यो दुवैलाई के गर्ने एउटा एलसिएम लिनु छ भने एलसिएम के आउँछ यो दुवैको x - y अनि
x + y आउँछ। त अब यो साइड के छैन, यो साइड प्लस वाला छैन, यो दुवै जुन एलसीएम आएछ त्यसमा यो साइड के छैन, प्लस वाला छैन भन्नाले यो माथि के गर्नुपर्छ, जुन छैन त्यसले माथि मल्टिप्लाई गरिदिने भन्नाले यो साइड प्लस वाला छैन त प्लस वालाले मल्टिप्लाई गरियो, यो साइड के छ प्लस वाला छ माइनस वाला छैन भन्नाले जे दिएछ त्यसलाई माइनसले मल्टिप्लाई गर्ने, यसरी गर्ने हो नि। त यो स्टेप एउटा स्किप गरियो भने ठिक हुन्छ ल। त यो अब ठुलो क्लासमा गइसकेपछि यो तपाईहरु यसरी गर्दा पनि हुन्छ, तर डाइरेक्ट एलसीएम लिनु छ भने हामीले दुवैको एलसीएम लिहाल्ने, यो साइड जुन छैन यो एलसीएम आएको मध्ये त्यो साइडले यो साइड मल्टिप्लाई गर्ने अनि यो साइड छैन भने यो साइड मल्टिप्लाई गर्ने, यसरी बुझ्नु होला ल। त हामीले एक स्टेप यसलाई हटाएको थियो त्यो टाइममा, त्यसरी तपाईहरु हटाउँदा अझ राम्रो हुन्छ। तर अहिले यस्तै गर्नुहोस्, यहाँ पनि एन्सर सेमै आउँछ, मतलब यो अब सेम आइहाल्यो भन्नाले यो दुवै यसलाई हामीले तल थप्यो माथि थप्यो तल थप्यो माथि थप्यो यसरी गर्दा अब यो दुवै के आइहाल्यो सेम आइहाल्यो भने एउटा लिइहाल्ने अनि माथि जोड छ भने जोड दिने घटाउँछ भने घटाइदिने, मतलब दुवैमा एन्सर त सेमै आइरहेछ नि हो, खाली एउटा स्टेप लाइनले के गरिरहेको थियो स्किप गरिरहेको थियो ल। अब यति गरिसकेपछि अब हामीले के गर्ने हो, यहाँसम्म यहाँ 2x + 2y अनि प्लस के हुन्छ यहाँ 3x - 3y, यसरी हामी यसलाई ब्र्याकेटलाई खोल्न सक्छौं। त्यसपछि यहाँ के आउँछ x - y आउँछ अनि यहाँ के आउँछ x + y आउँछ, यसरी हामी गर्न सक्छौं। अनि यसलाई अझ अगाडि बढायो भने के आउँछ, यहाँ यो लाइन टर्म हामी जोड्न सक्छौं, सजातीय पदलाई जोड्न सक्छौं। त 2 वटा x अनि 3 वटा x के भयो 5 वटा x भयो अनि प्लस माइनस के हुन्छ घट्छ भन्नाले 3 वटा y बाट 2 वटा y घटायो भने एउटा y बाँकी रहन्छ अनि तल के बाँकी रहन्छ x - y बाँकी रहन्छ अनि यहाँ के हुन्छ x + y यहाँ रहन्छ। यो नै अब के भइहाल्यो आन्सर भइहाल्यो, यसरी तपाईहरु गर्नु होला ल। यहाँसम्म हामीले गरिसक्यो, यसको आन्सर पनि सेम यतिकै छ। अब यसलाई तपाईहरु फर्मुलाको फर्ममा लेखिदिनु होला, के हुन्छ यहाँ यसलाई फर्मुलाको फर्ममा लेख्यो भने 5x - y हुन्छ अनि यो के भइहाल्यो x² - y² यस्तो आन्सर दिएछ, त्यसरी तपाईहरु बुझ्नु होला। यहाँ छोड्दा पनि हुन्छ, फर्मुलामा जान्छ भने फर्मुलामा लेखिदिनु होला। अब ख नम्बरमा हेर्नुहोस्, यसको ख नम्बरमा पनि सेम क्वेशन छ, यहाँ a - b दिएको छ अनि माइनस यहाँ a + b दिएको छ भन्नाले अब यसलाई हामीले समाधान गर्छौं भने के आउँछ, यहाँ हामीले के गर्न सक्छौं, यसलाई 1/a - b दिएको छ त यहाँ a + b थप्नु पर्छ भन्नाले माथि पनि a + b थप्नु पर्छ ल। त अब -1/a + b दिएको छ भन्नाले के गर्ने a - b थप्ने अनि माथि पनि के गर्ने a - b थप्ने, यसरी हामी गर्न सक्छौं। त्यसपछि के हुन्छ a + b अनि माइनस यहाँ के हुन्छ यो दुवैबाट के कमन आइहाल्छ a - b अनि a + b त कमन आइहाल्छ ल। त यो के आइहाल्यो 1 अनि यो a - b भन्नाले यसलाई हामीले खोल्न सक्छौं भन्नाले के आउँछ यहाँ a - b आउँछ ल। 1 ले मल्टिप्लाई गरिसकेपछि यतिकै आउँछ नि हो, त a + b भयो अनि माइनस यहाँ के भयो a अनि माइनस माइनस के हुन्छ प्लस हुन्छ, साइनले के गर्यो चेन्ज गरिदियो ल। a - b भयो अनि यहाँ के आउँछ a + b आउँछ, यसरी गर्न सक्छौं। त्यसपछि यो दुवै के भयो काटिहाल्यो अनि यहाँ 2b आइहाल्यो अनि तल a - b अनि a + b छ दिएको अनि यसलाई अझ अगाडि बढायो भने 2b / a² - के हुन्छ b² हुन्छ, यसरी हामी यसलाई आन्सर लेख्न सक्छौं ल। त हामीले यो पनि गरिसक्यो। अब हामी ग नम्बरको क्वेशनमा नम्बरले के भइरहेको छ ल। ख नम्बरसम्म गइसक्यो, अब हामीले कति नम्बर गर्ने हो ग नम्बरको ल। यस्तै तपाईहरु प्र्याक्टिस गर्दै जानुहोस्, एलसीएम कसरी लिने त्यसपछि बढी प्र्याक्टिस भइहाल्छ भने तपाई एउटा स्किप जुन एउटा हामीले स्टेप भनेको थियो त्यो आफै स्किप गर्न सक्नुहुन्छ। त्यस्तै अब हामी ग नम्बरको क्वेशनमा ग नम्बर 2 / p - 2q अनि यहाँ के दिएछ 1 / p + 2q, यो पनि त्यस्तै क्वेशन छ। यसमा खाली हामीले यो यसलाई चेन्ज गरिदिएछ न्युमरेटरलाई, नत्र क्वेशन जस्ताको त्यस्तै छ ल। अब हामीले 2 / यो साइड के थप्न सक्छौं सेम पुगाउनलाई के गर्ने यो वाला थप्ने ल। त p + 2q आउँछ किनकि यो मल्टिपलको फर्ममा लेख्दा कहिले पनि भेटिदैन, त्यसैले यो पुरै थप्नै पर्छ हामीले। यहाँ के हुन्छ 2p + q हुन्छ अनि त्यसपछि यहाँ प्लस लेखिसकेपछि यहाँ के आउँछ p + 2q छ, त यहाँ यो साइडमा के लेख्ने p - 2q, यसरी गर्न सक्छौं अनि माथि के हुन्छ p - 2q, यसरी गर्न सक्छौं र यति गरिसकेपछि यसलाई हामीले के गर्ने एउटा लिने हो p - 2q अनि के हुन्छ p + 2q, यसरी गरिसकेपछि के हुन्छ 2p अनि प्लस 4q अनि प्लस के हुन्छ p ± -2q, यसरी हामी गर्न सक्छौं। यो गरिसकेपछि हामीले के गर्ने हो यसलाई
यो लाइक टर्मलाई हामीले जोड्न सक्छौँ भन्नाले यो के 3p आउँछ अनि यो प्लस माइनस के हुन्छ घट्छ भन्नाले के आउँछ प्लस 2qi हाल्छ अनि तल के हुन्छ p को स्क्वायर माइनस 2q को होल स्क्वायर यस्तो आउन सक्छ। त्यसपछि यहाँ के आउँछ 3p प्लस 2q डिवाइडेड बाइ p स्क्वायर माइनस 4q को स्क्वायर यो नै हाम्रो के भइहाल्छ आन्सर भइहाल्छ। यसरी तपाईहरु गर्नु होला। अब घन नम्बरमा आएर घन नम्बरको क्वेशनले के भनिरहेको छ यहाँ x डिवाइडेड बाइ 2 अनि x माइनस 2 दिएको छ अनि माइनस यहाँ 1 डिवाइडेड बाइ x माइनस के दिएको छ 2 दिएको छ भन्नाले यो साइड 2 यो दुवै के छ सिमिलर छ अर्थात समान छ भन्ने अब के गर्ने यसलाई हामीले यो नम्बर हामीले खाली थप्दिँदा यो साइड भइहाल्छ। त अब हामीले यसलाई समाधान गरौँ के आउँछ यहाँ हेर्नु होला x डिवाइडेड बाइ यहाँ 2 यो साइड त केही थप्नै पर्दैन यो साइड केही नथप्ने ल यो साइड हामीले के गर्न सक्छौं यसलाई x माइनस 2 यसको साइडमा के थप्दिने x थप्दिने अनि माथि पनि x थप्दिने जे थप्छ तल त्यो माथि थप्दिने ल। त यहाँ हामीले के गर्ने यहाँ केही छैन भने 1 ले मल्टिप्लाई गर्छ त्यो बुझ्नु होला आफै। अब यसरी गरेर यहाँ x बाइ डिवाइडेड बाइ x माइनस 2 हुन्छ ल। अनि यहाँ के हुन्छ x बाट x घटाइदिने हो किनकि डिनोमिनेटर के आइहालेछ सेम आइहालेछ भन्नाले यो 0 आइहाल्यो अनि 0 बाइ समथिङ मैले कुनै यस्तो संख्या थियो नम्बर थियो जसलाई मैले 0 भाग गरे भन्नाले के भाग गरेन त 0 आन्सर आउँछ। तर 0 तल आउँछ भने त्यो अनडिफाइन्ड भइहाल्छ त्यो पछिको कुरा छ। अहिले यहाँ बुझ्नु होला यो 0 माथि जे भए पनि हुन्छ आन्सर 0 नै हुन्छ यसरी बुझ्नु होला। अब यो गरिसकेपछि हामीले के गर्ने हो घन नम्बरसम्म पुगिसक्यो। अब हामीले कति नम्बरको गर्ने हो घन नम्बरको यहाँ के आइरहेछ घन नम्बरको हेर्नु त्यो दिएको त हामीले यहाँ के थप्यो ओहो ल घन नम्बरको क्वेशनमा सायद के थियो अब हेर्नु होला यहाँ घन नम्बरको क्वेशनमा के दिएको छ यहाँ हामीले के गर्न सक्छौं x डिवाइडेड बाइ यहाँ दिएको छ अनि त्यसपछि 1 डिवाइडेड बाइ x माइनस 2 दिएको छ भन्नाले यो साइड मैले यो त दुवै सेम छ भन्नाले यो साइड हामीले के गर्न सक्छौं नम्बर थप्दा भइहाल्छ त ल। अब यसलाई हामीले अगाडि बढायो भने के हुन्छ x डिवाइडेड बाइ 2x माइनस 2 त्यो साइड छदैछ त्यो त सेम छ त्यसले यो साइड हामीले के थप्नु पर्दैन 1 ले मल्टिप्लाई गर्दा तलमाथि भइहाल्यो। यहाँ के हुन्छ x माइनस 2 दिएको छ भन्नाले यो साइड हामीले के थप्नु पर्छ 2 थप्नु पर्छ। अब यो गरिसकेपछि के हुन्छ x डिवाइडेड बाइ 2x माइनस के हुन्छ 2 हुन्छ यसरी गर्नु होला। अनि यो माइनस यहाँ 2 आइहाल्छ यहाँ 2x माइनस के हुन्छ 2 हुन्छ यसरी गर्न सक्छौं। त्यसपछि हामीले यसलाई घटायो भने x माइनस 2 आउँछ अनि त्यसपछि यहाँ के आउँछ 2x माइनस के हुन्छ 2 हुन्छ यसरी हामी गर्न सक्छौं ल। यो गरिसकेपछि के आउँछ यो दुवै कटिहाल्छ अनि यहाँ के बाँडिरहन्छ 1/2 बाँडिरहन्छ यो नै हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो ल। यो घन नम्बरको छ। अब तपाईहरु हेर्नु होला अर्को क्वेशन यहाँ घन नम्बरसम्म गरिसक्यो। अब अङ्क नम्बरको क्वेशनले के भनिरहेको छ यहाँ अङ्क नम्बरमा पनि क्वेशन अब सबै सेमै छ तपाईहरु खाली एलसीएम कसरी लिने त्यो बुझ्नु होला। एलसीएम लिन आइहाल्छ भने तपाईहरु गर्न सक्नुहुन्छ लघुत्तम समापवर्तक ल। यहाँ अब सल्युसन गर्नु यहाँ के आउँछ a डिवाइडेड बाइ a प्लस b दिएको छ a माइनस b दिएको छ त यो दुवैको एलसीएम के आउँछ a माइनस a प्लस b a माइनस b माथि ब्यालेन्स गर्दिन प्लस b यहाँ के हुन्छ a प्लस b अनि डिवाइडेड बाइ तल के हुन्छ a माइनस b अनि a प्लस b यसरी गर्न सक्छौं ल। यो गरिसकेपछि के आउँछ अब a स्क्वायर माइनस ab आइहाल्छ अनि प्लस को प्लस भयो यहाँ ab प्लस b स्क्वायर यस्तो आइहाल्छ डिवाइडेड बाइ यहाँ a प्लस b अनि a माइनस b आउँछ अनि त्यसपछि यहाँ के आउँछ यो दुवै के हुन्छ काटिहाल्छ त a स्क्वायर प्लस b स्क्वायर आयो अनि तल के आउँछ a स्क्वायर माइनस b स्क्वायर यसलाई हामी लेख्न सक्छौं यसरी हामी यसलाई गर्ने होला। यो गरिसकेपछि अब 4 नम्बरको क्वेशनमा हेर्नु 4 नम्बरको क्वेशनमा के भनेको छ 3 डिवाइडेड बाइ x माइनस a अनि यहाँ 4 डिवाइडेड बाइ x प्लस a यस्तो दिएछ भने यो दुवै कहिले पनि भेटिदैन किनकि हामीले मल्टिपलको फर्ममा लेख्दा कहिले पनि भेटिदैन भने यस्तो दिएको छ प्लस माइनस त दुवैलाई के गर्ने एलसीएम लिहाल्ने यस्तो छ भने यो भन्दा अगाडि पनि त्यस्तै थियो त दुवैलाई एलसीएम लिहाल्ने दुवैलाई एलसीएम लिएछ नि हो त्यस्तै यसलाई पनि गर्ने हो ल। अब यसलाई हामीले समाधान गर्यो भने के आउँछ यो दुवैको पहिला एलसीएम के हुन्छ यहाँ हामीले एलसीएम लिनको लागि के गर्नुपर्छ x प्लस a थप्ने हो यहाँ माथि पनि x प्लस a आइहाल्छ ल। यो साइड हामीले के थप्ने हो x प्लस a त सधैँ छ x माइनस a थप्नुपर्छ x माइनस a ल। त माथि पनि के हुन्छ x माइनस a हुन्छ
यति गरिसकेपछि अब के हुन्छ 3x + a आउँछ अनि त्यसपछि तल के गर्ने हो x - a अनि x + के हुन्छ a हुन्छ अनि यहाँ प्लस 4x - के हुन्छ a हुन्छ यसरी गर्न सक्छौं। त्यसपछि के गर्ने हो 3x + 3a + 4x - 4a माइनस के हुन्छ 4a डिवाइडेड बाइ के हुन्छ x को स्क्वायर माइनस a को स्क्वायर। यसको लागि हामी यसको फर्ममा लेख्न सक्छौं अनि यो दुवै के हो लाइक टर्ममा सजातीय पद हो। जब 7x भइहाल्यो यो दुवै जोडियो भने प्लस माइनस के हुन्छ घट्छ कुनबाट ठुलोबाट घटाउने हो। त्यो 4 वटा a बाट 3 वटा a घटिहाल्यो भने एउटा a बाँकी रहन्छ ठुलो माइनस छ र चिन्ह माइनसको अगाडि आइहाल्छ अनि यहाँ हामीले यसरी यसलाई लेख्न सक्छौं। यो हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो। ल अंक नम्बरको a² + b² अनि तल a² - b² अनि 6 नम्बरको दिएको छ 7x - a अनि x² - a²। यो नै हाम्रो के हो आन्सर हो। ल यति गरिसकेपछि अब हामी 6 नम्बरसम्म गरिसक्यो। यस्तै तपाईहरु एलसीएम लिन सिक्नुस्। खाली त्यो आइसकेपछि त्यो फ्र्याक्सन वाला जोड घटाउ गएर प्लेलिस्टमा हेर्नु होला अनि यहाँ आउनु होला। तपाईले सबै एकदमै क्लियर कन्सेप्ट भइहाल्छ। अब 6 नम्बरसम्म भइसकेपछि अब के हुन्छ 6 नम्बरको क्वेशनमा हेर्नुहोस्। 6 नम्बरमा के भनेको छ x अनि यहाँ x² - 1 दिएको छ अनि प्लस यहाँ 1 डिवाइडेड बाइ x - 1 दिएको छ। यस्तो छ भने अब के गर्ने यसलाई हामीले के गर्ने सल्युसन गर्ने हो अर्थात यसलाई समाधान गरेको भने के हुन्छ यो फर्मुलामा गइहाल्छ x² - 1 को स्क्वायरमा अनि त्यसपछि हामीले के गर्न सक्छौं यसलाई यो साइडमा x - 1 दिएको छ। ल यति गरिसकेपछि यो के हुन्छ x अनि x + 1 आउँछ अनि यहाँ x - 1 आउँछ a² - b² = a + b a - b अनि त्यसपछि यहाँ हामीले गर्ने हो भने x - के हुन्छ 1 आउँछ। यसरी गरिसकेपछि अब के गर्ने हो भने यो दुवैको एलसीएम के आउँछ यो दुवैलाई हामीले एलसीएम ल्याउनलाई यो साइड के गर्नुपर्छ दुवैको एलसीएम के आउँछ यो नै आउँछ किनकि यो साइड त्यो छँदै छ यो साइड मात्रै थपियो भने दुवैमा मिलिहाल्छ। ल यो x + 1 छ अनि यहाँ के दिएको छ x - 1 दिएको छ अनि यहाँ प्लस 1 डिवाइडेड बाइ के हुन्छ x - 1 दिएको छ भन्नाले यहाँ x + 1 थप्न सक्छौं अनि माथि पनि x + 1 थप्न सक्छौं। यसरी हामीले गर्ने हो। त्यसपछि अब के गर्ने हो x डिवाइडेड बाइ x - x² - 1 आउँछ x + 1 अनि x - 1 यहाँ लेख्न सक्छौं। त्यसपछि यहाँ के गर्ने हो प्लस x + 1 आउँछ। ल यति गरिसकेपछि अब साइडमा के आउँछ लाइक टर्म जोडिन्छ त 2x भइहाल्यो अनि यहाँ यसलाई हामीले फर्मुलाको फर्ममा लेख्दा भने x² - 1 आइहाल्छ। यसरी हामी लेख्न सक्छौं। यसरी 6 नम्बरसम्म गरिसक्यो। अब ज नम्बरको क्वेशन पनि सेम त्यस्तै प्याटर्नमा छ तपाईहरु हेर्नु होला। ल यहाँ 6 नम्बरसम्म गरिसकेपछि अब कति नम्बरको क्वेशन हेर्ने हो ज नम्बर। ज नम्बरमा के भनेको छ यहाँ ज नम्बरको क्वेशनमा दिएको छ x + 3 दिएको छ अनि डिवाइडेड बाइ x - 5 दिएको छ अनि त्यसपछि -x + 5 दिएको छ अनि डिवाइडेड बाइ x - 3 दिएको छ। यस्तोमा हामीले के गर्ने हो सल्युसन गर्ने हो अनि त्यसपछि यहाँ के आउँछ यो दुवैको एलसीएम के आउँछ x + 3 छ अनि x - 5 छ यस्तो दिएको छ भने अब हामीले के थप्नुपर्छ यो साइडमा x - 3 थप्नुपर्छ अनि माथि पनि x - 3 थप्दिने हो। त्यसपछि हामीले -x + 5 दिएछ भन्नाले यसलाई x - 3 थप्ने हो यो साइड पुगाउनलाई x - 5 थप्नुपर्छ यसरी गर्ने हो। त्यसपछि यहाँ x - 5 माथि पनि थपिन्छ यसलाई ब्यालेन्स गर्नको लागि। यो साइड दुवै मिल्दैन भने यो दुवैलाई हामीले दुवैलाई नै एलसीएम लिहाल्ने किनकि यो मल्टिपल गरेपछि कहिले पनि मिल्दैन। त्यो दुवै के भइहाल्यो यसको एलसीएम भइहाल्यो। ल त यो गरिसकेपछि अब यो केमा गइहाल्छ यसलाई हामीले यस्तो छ भने यसमा माइनस छ त यसलाई हामीले मल्टिपलको फर्ममा लेख्न सक्छौं। फर्मुलामा गइहाल्छ त के हुन्छ a² - b² यस्तो हुन्छ भने यस्तो लेख्न सक्छौं यस्तो हुन्छ भने यस्तो लेख्न सक्छौं। हामीले अब हामीले यो दुवैको एलसीएम लिन सक्छौं x - 5 हुन्छ अनि त्यसपछि यहाँ x - 3 हुन्छ यस्तो हुन्छ बीचमा माइनसको चिन्ह छ यसलाई हामीले ब्र्याकेट लगाऊ किनकि माइनसले साइनलाई के गर्छ चेन्ज गर्छ x² - 5 को स्क्वायर यहाँ आइहाल्यो। त्यसपछि यहाँ के हुन्छ x - 9 हुन्छ अनि त्यसपछि यहाँ -x² - 25 हुन्छ यसरी हामी गर्न सक्छौं। त्यसपछि हामीले यहाँ के गर्ने हो x - 5 गर्ने हो अनि x - के गर्ने हो 3 गर्ने हो। ल यति गरिसकेपछि x - 9 अनि -x² + 25 आउँछ अनि त्यसपछि के गर्ने हो भन्नाले यहाँ x - 5 आउँछ अनि x - 3 आयो यसरी गर्न सक्छौं। यो दुवै के हुन्छ काटिन्छ
प्लस माइनस त दिएको त त्यो काटिहाल्छ अनि त्यसपछि यहाँ के हुन्छ यो प्लस माइनस के हुन्छ घटाइन्छ कुनबाट घटाउने ठुलोबाट घटाउने त 25 बाट 9 घटाउँदा के हुन्छ हामीले 16 लेख्न सक्छौं अनि तल के हुन्छ x - 5 अनि x - 3 यो नै हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो यसरी तपाईहरु गर्नु होला के हुन्छ 16 डिवाइडेड बाइ x - 5 x - 3 ल अब ज नम्बर सम्म भइसक्यो यो भन्दा हामीले अब अगाडि बढाए भने कहाँ जान्छ यहाँ झ नम्बरमा जान्छ झ नम्बरको क्वेशन के छ तपाईहरुले हेर्नु होला झ नम्बरको क्वेशनमा दिएको छ यहाँ x + 7 डिवाइडेड बाइ x - 7 अनि त्यसपछि यहाँ के दिएको छ -x डिवाइडेड बाइ 7 - x यसलाई हामीले के गर्न सक्छौं यसमा अलि अर्को कन्सेप्ट लगाउनु छ तपाईहरु पहिला आफै प्र्याक्टिस गर्नुहोस् तपाईलाई यदि बुझ्नमा आइसकेछ भने के गर्ने हो आफै पहिला हेर्नु त्यसपछि अगाडि बढ्नु यहाँ के हुन्छ x + 7 दिएको छ अनि तल के दिएको छ x - 7 दिएको छ यसलाई हामीले x - 7 बनाउन सक्छौं नि हो यसलाई बनाउँदा पनि हुन्छ 7 - x तर यो माइनस माथि यहाँ आइहाल्छ यहाँको माइनस यहाँ गएपछि यो प्लस बनिहाल्छ त्यो अलि इजी हुन्छ त्यसलाई हामीले x डिवाइडेड बाइ माइनस बाहिर निकाल्दियो भन्नाले यो के हुन्छ x - 7 आइहाल्छ अब यसले गर्दा के हुन्छ x + 7 डिवाइडेड बाइ x - 7 आयो अनि यो माइनस माइनस गएर तल माइनस थप्छु माथि माइनस थप्छु भन्नाले यो माइनस माइनस प्लस बनिहाल्छ यो माइनस यहाँ आएर के बनिहाल्छ प्लस यसले बनाइदिन्छ यहाँ पनि माइनस थप्यो यहाँ पनि माइनस थप्यो त्यो माइनस आएर यहाँ प्लस बनाउँछ यो माइनस आएर यहाँ तलमाथि त थप्न सकिन्छ नि हो त अब x डिवाइडेड बाइ x - 7 दिएको छ भन्नाले यो दुवै मिलिहाल्यो भन्नाले x + 7 यसलाई हामीले डाइरेक्ट जोड्न या घटाउन सक्छौं ल यो के भयो 2x + 7 आयो अनि तल x - के आयो 7 आयो यसरी हामी यसलाई पनि गर्न सक्छौं ल यो गरिसकेपछि अब हामी झ नम्बर सम्म गयो अब यो नम्बरको क्वेशनमा हेर्नुहोस् यो नम्बरमा के भनेको छ 2x + 1 डिवाइडेड बाइ यहाँ 6 अनि प्लस 2x दिएको छ भन्नाले यसलाई अब हामीले सोलुसन गर्यो भने के हुन्छ यहाँ 2x + 1 डिवाइडेड बाइ 6 प्लस 2x डिवाइडेड बाइ के हुन्छ 1 हुन्छ अब यसलाई हामीले गर्ने हो भने के हुन्छ दुवैबाट हामीले 6 एलसीएम लिन सक्छौं त्यो साइड 6 एलसीएम लियो भन्नाले डाइरेक्ट अब म गरिरहेको छु तपाईहरु यहाँ 2x + 1 यो साइड त 6 छदै छ त केले मल्टिप्लाई गर्नु पर्दैन यो साइड हामीले के गर्नु पर्छ 6 एलसीएम लियो भन्नाले यो साइड 6 ले गर्छ भने माथि पनि 6 ले गर्ने भन्नाले यहाँ 6 ले मल्टिप्लाई गर्छौं ल अब यहाँ 2x + 1 आयो प्लस यहाँ 12x आयो अनि डिवाइडेड बाइ के आयो 6 आयो यसरी गर्न सक्छौं त्यसपछि यो गरिसकेपछि यहाँ के आउँछ यहाँ हामीले 12x र 14 यो सजातीय पद छ यसलाई हामीले 14x + 1 डिवाइडेड बाइ 6 यसरी हामी यसलाई गर्न सक्छौं ल त हामीले के गर्यो झ नम्बरको क्वेशनमा छ 2x + 7 डिवाइडेड बाइ x - 7 अनि त्यसपछि यहाँ नम्बरको क्वेशनमा दिएको छ 14x + 1 डिवाइडेड बाइ 6 ल अब बढौं हामी अगाडिको क्वेशनमा यो नम्बरसम्म गरिसक्यो अब ट नम्बरको क्वेशनमा हेर्नुहोस् ट नम्बरमा यहाँ के दिएको छ ट नम्बरको क्वेशनमा दिएको छ x डिवाइडेड बाइ 2x + y दिएछ अनि त्यसपछि यहाँ दिएको छ -2 डिवाइडेड बाइ 3x + y यस्तो दिएको छ भन्नाले अब यसलाई हामीले के गर्यो सब्स्टिट्युट गर्यो भने के आउँछ यहाँ हेर्नु होला x डिवाइडेड बाइ यो दुवैमा त यो दुवै सेम छ भन्नाले नम्बरलाई मात्र हामीले एलसीएम लिँदा भइहाल्छ यो साइड हामीले के 6 दुवैको एलसीएम 6 आउँछ त भन्नाले हामीले यसलाई 6 पुगाउनु छ भन्नाले यहाँ 2x प्लस यस्तो दिएछ भने 3 यहाँ लेख्ने माथि पनि 3 लेख्दिने माइनस यहाँ यो साइड हामीले 6 पुगाउनु छ अब यसमा के लेख्नु पर्छ 2 अनि यहाँ पनि 2 लेख्दिने ल ब्यालेन्स गर्नको लागि ल यति गरिसकेपछि 3x भइहाल्यो यहाँ के हुन्छ 6x + y आइहाल्छ अनि माइनस यहाँ 4 आउँछ अनि त्यसपछि 3 टुदा के 6 भयो अनि x + y आइहाल्छ यसरी तपाईहरु बुझ्नु होला अनि त्यसपछि के हुन्छ 3x - 4 डिवाइडेड बाइ 6x + के हुन्छ y हुन्छ यसरी हामी गर्न सक्छौं ल यो नै हाम्रो के भइहाल्छ आन्सर भइहाल्छ अब हामी ठ नम्बरको क्वेशनमा जाऊ ठ नम्बरको क्वेशनमा के दिएको छ यहाँ 1 डिवाइडेड बाइ x + के 6 दिएछ अनि माइनस x डिवाइडेड बाइ के दिएको छ x + 9 दिएछ यस्तो दिएछ भन्नाले यो दुवै त मिल्दैन त्यो दुवै नै यसको के भइहाल्छ एलसीएम आइहाल्छ ल यसरी हामी यसलाई सल्युसन गर्यो भने के हुन्छ यहाँ x प्लस यहाँ यति दिएको छ x + 9 तल थप्ने माथि पनि के x + 9 थप्ने
भने ल यति थपिसकेपछि माइनस x डिभाइडेड बाइ के हुन्छ x + 9 हुन्छ अनि यहाँ के हुन्छ x + 6 हुन्छ ल यति गरिसकेपछि माथि पनि के हुन्छ x + 6 हुन्छ अब हामीले के गर्ने x + 9 आयो त्यसपछि यहाँ x + 6 अनि x + के हुन्छ 9 हुन्छ अनि माइनस यहाँ के हुन्छ यो दुवैलाई मल्टिप्लाई गर्छौं भने के हुन्छ x² अनि +6x आउँछ यहाँ ब्र्याकेट लगाउने हो किनकि माइनसले के गर्छ साइनलाई चेन्ज गरिदिन्छ त यहाँ के आयो यो दुवै हामीले यसरी गर्न सक्छौं x + 6 यस्तो दिएछ भन्नाले अब के गर्ने यहाँ हामीले यो दुवैबाट एलसीएम लिने हो भने x + 9 भयो अनि यो एलसीएम लियो भने यहाँ के आउँछ x + 6 अनि x + 9 भइहाल्छ अनि यो -x² अनि प्लस के हुन्छ 6x आइहाल्छ यहाँ त्यसपछि हामीले यहाँ के गर्न सक्छौं यसलाई हामीले -x² अनि यहाँ 9 लेखौं पहिला हामीले यहाँ के लेखौं +9 यहाँ आउँछ अनि +7x - x² अनि डिभाइडेड बाइ यहाँ x + के आउँछ 6 अनि x + के आउँछ यहाँ 9 आउँछ ल यति गरिसकेपछि अब हामी यसलाई अगाडि बढाऊ यो अब यहाँ स्पेस छैन यो साइड हेर्नु होला यो साइडमा के भनेको छ भनेर ल त अब हामीले यसलाई अगाडि बढायो भने यो यहाँ आउँछ के हुन्छ यसलाई हामीले फ्याक्टराइज साइड गर्न सक्छौं के हुन्छ मल्टिप्लाई गरेर 9 अनि के हुन्छ जोडेर घटाएर 7 3 3 जा 9 हुन्छ 1 9 हुन्छ यसरी अब यो भन्दा अगाडि त गर्दै गर्दैन यसलाई हामीले के गर्छौं कति नम्बरको छ 6 नम्बरको क्वेशन छ भन्नाले 9 - 5x - x² यहाँ माइनस कसरी आइरहेछ ल यो माइनस छ यो माइनस छ भन्नाले यो पनि के भइहाल्यो माइनस माइनस के भइहाल्छ माइनस प्लस घटिन्छ भन्नाले यहाँ 5x आउँछ यसरी हामीले गर्न सक्छौं 5x यो भइसक्यो यो तपाईको बुकमा यो नै आन्सर दिएछ ल यतिकैमा छाड्दिने यो भन्दा अगाडि अब जाँदैन यो नै हाम्रो भइहाल्यो आन्सर भइहाल्यो यसरी गर्नु होला ल अब 6 नम्बरसम्म भइसक्यो अब हामी अगाडिको क्वेशनमा जाऊ ड नम्बरको क्वेशनमा के दिएको छ भने हेर्नु होला ल अब ड नम्बरको क्वेशनमा दिएको छ x + 2 डिभाइडेड बाइ x² + x and -3 divided by x² - x minus के हुन्छ 2 हुन्छ अब हामी समाधान गरौँ समाधान यहाँ के हुन्छ x + 2 divided by x + 1 हुन्छ अनि माइनस के हुन्छ 1 divided by त्यसलाई हामीले के गर्नु छ यस्तो नम्बर जसलाई हामीले फ्याक्टराइज गर्छौं मल्टिप्लाई गरेर 2 अनि जोडेर घटाएर 1 भन्नाले 2 1 जा 2 यहाँ हामीले 2 ले गर्न सक्छौं त्यसपछि अब हामीले के गर्ने हो x + 2 divided by x plus के हुन्छ 1 हुन्छ अब यहाँ -3 divided by के हुन्छ x² - 2x plus x minus 2 अनि त्यसपछि अब के आउँछ x + 2 divided by x अनि x plus के हुन्छ 1 हुन्छ अनि -3 divided by यो दुवैबाट कमन लियो भने के हुन्छ x कमन आइसकेपछि x - 2 अनि +1 कमन आइसकेपछि के हुन्छ x - 2 हुन्छ यसरी हामी यसलाई गर्न सक्छौं त्यसपछि यहाँ के हुन्छ x + 2 हुन्छ अनि x plus के हुन्छ 1 हुन्छ -3 divided by यहाँ x - 2 अनि x plus के आयो 1 आयो यसरी हामी गर्न सक्छौं ल यति गरिसकेपछि अब हामी यसलाई अगाडि बढायो भने यो दुवैको एलसीएम कति आउँछ यो दुवैको एलसीएम आइहाल्छ यो त छँदै छ यो साइड यो थप्नु पर्छ अनि यो साइड x थप्नु पर्छ यसरी बुझ्नु होला ल त अब यसको एलसीएम ल्याउनलाई हामीले के गर्ने हो x + 2 दिएको छ अनि डिभाइडेड बाइ x plus 1 दिएको छ भन्नाले यो साइड हामीले के x - 2 थप्नु पर्छ अनि माथि पनि हामीले के थप्ने x - 2 थप्ने जे तल थप्ने त्यो माथि थप्दिने ल अनि यो साइड मलाई के चाहियो त x मात्र चाहिएको छ किनकि x + 1 छदै छ x - 2 छदै छ यो ल्याउनलाई x मात्र थप्नु पर्छ यहाँ x थप्दिने x - 2 भयो अनि x plus के भयो 1 भयो अब यसलाई हामी अगाडि बढाऊ त यहाँ आउँछ अब यो गरिसकेपछि यहाँ के दिएको छ x अनि x + 1 अनि त्यो भन्दा अगाडि के हुन्छ x - 2 दिएको छ अनि यहाँ x + 2 त्यसपछि x - 2 भन्नाले हामी यसलाई यसरी लेख्न सक्छौं
x स्क्वायर माइनस 2 को स्क्वायर यस्तो दिएछ अनि त्यसपछि माइनस के हुन्छ यो साइड हामीले x थप्यो भने माथि पनि x थप्नु पर्छ नि हो यहाँ के आउँछ माइनस 3x आउँछ ल यसरी हामी गर्न सक्छौं ल यो साइड मैले के थपे x थप्यो त माथि पनि x थप्दिए यो साइड मैले x - 2 थप्यो भने माथि पनि x - 2 थप्दियो ल यो गरिसकेपछि अब के आउँछ x स्क्वायर माइनस 4 अनि माइनस 3x यस्तो आएछ भने अब यसलाई हामीले के गर्ने x अनि x + 1 दिएको छ अनि x माइनस के दिएको छ 2 दिएको छ यस्तो छ भने अब यसलाई आन्सर यतिकै छ के अगाडि बढाउने यसलाई अब ड नम्बरमा हेर्नुस् यहाँ ड नम्बरमा अर्को आन्सर आइरहेछ भन्नाले यो त छैन यसलाई अगाडि बढाउनु पर्छ यसलाई हामीले अझ गर्न सक्छौं यहाँ हेर्नु त मल्टिप्लाई गरेर 4 आओस् यो बाहिर राख्दिनुस् यसलाई यो भित्र राख्नुस् त्यसले गर्दा अरेन्ज गर्न के हुन्छ सजिलो हुन्छ यहाँ यसरी गर्नुस् अब यसलाई फर्स्ट इन्टु लास्ट मेथडबाट तोड्न सक्नुहुन्छ यहाँ x माइनस के आइहाल्छ 2 आइहाल्छ अब यसलाई हामीले गर्यो भने यस्तो नम्बर जसलाई हामीले के गरेर डिवाइड गरेर मतलब मल्टिप्लाई गरेर 4 आउँछ भन्नाले यसलाई हामीले के गर्न सक्छौं 4 * 1 = 4 भन्नाले x स्क्वायर माइनस अनि यहाँ के हुन्छ माइनस 4x अनि यहाँ हामीले के गर्न सक्छौं प्लस x गर्न सक्छौं जसले गर्दा यो आइहाल्छ एक स्टेप मैले यहाँबाट हटाइदिएछु त्यो होला त्यो तपाईहरु हेर्नु होला यहाँ x अनि x प्लस के हुन्छ 1 हुन्छ अनि x माइनस के हुन्छ 2 हुन्छ योबाट हामीले कमन लियो भने x माइनस के हुन्छ 4 हुन्छ अनि यहाँबाट प्लस कमन आउँछ भने x माइनस के हुन्छ 4 हुन्छ डिवाइडेड बाइ के आउँछ यहाँ x अनि x प्लस 1 भयो अनि x माइनस के भयो 2 भयो यसरी हामी गर्न सक्छौं त्यसपछि यो दुवै काटिन्छ काटिदैन यहाँ अब अहिले त कमन आउन बाँकी छ नि दुवैमा आउनु पर्यो नि यहाँ के हुन्छ x माइनस 4 हुन्छ अनि यहाँ के हुन्छ x प्लस 1 हुन्छ यसरी हामी गर्न सक्छौं त्यसपछि यहाँ के आउँछ x अनि x प्लस 1 x माइनस के हुन्छ 2 हुन्छ यसरी गर्न सक्छौं यसले के हुन्छ x प्लस कटिहाल्यो अनि यहाँ माथि के बाँकी रहन्छ x माइनस 4 बाँकी रहन्छ तर x स्क्वायर माइनस 2x यो यहाँको के भइहाल्यो आन्सर भइहाल्यो यसरी तपाईहरु गर्नु होला ल ड नम्बरसम्म भइसक्यो अब ड नम्बरको क्वेशनमा या यति गरिसकेपछि अब हामी अर्को क्वेशनमा जाऊ यहाँ कति नम्बर ड नम्बरसम्म भइसक्यो ल त हामीले अब ध नम्बरको क्वेशनमा हेरौं ध नम्बरको क्वेशनमा के दिएको छ ध नम्बरमा छ 1 डिवाइडेड बाइ x - 3 अनि प्लस 3x - 5 डिवाइडेड बाइ x स्क्वायर माइनस 5x प्लस के हुन्छ 6 हुन्छ यसरी हामी गर्न सक्छौं त्यसपछि हामीले यसले सल्युसन गरौँ यहाँ के आउँछ यो दुवैमा 1 डिवाइडेड बाइ x - 3 दिएको छ अनि यहाँ 3x - 5 डिवाइडेड बाइ के हुन्छ यस्तो नम्बर जसले मल्टिप्लाई गरेर 6 अनि जोडेर घटाएर के आओस् 3 आओस् यसलाई हामीले 3 + 2 लेख्न सक्छौं अनि प्लस यहाँ के हुन्छ 6 हुन्छ त्यसपछि यो गरिसकेपछि यहाँ के हुन्छ 1 डिवाइडेड बाइ x - 3 हुन्छ प्लस 3x माइनस के आउँछ 5 आउँछ भन्नाले x स्क्वायर माइनस 3x माइनस के हुन्छ 2x प्लस के हुन्छ 6 हुन्छ यसरी गर्न सक्छौं त्यसपछि यहाँ के हुन्छ 1 डिवाइडेड बाइ x - 3 आउँछ अनि प्लस 3x माइनस के आउँछ 5 आउँछ x कमन आइसकेपछि x माइनस के आउँछ 3 आउँछ अनि -2 कमन आइसकेपछि x - 3 आउँछ यति गरिसकेपछि अब के गर्ने हामीले 1 डिवाइडेड बाइ x - 3 हुन्छ त्यसपछि 3x - 5 डिवाइडेड बाइ x - 3 अनि x माइनस के हुन्छ 2 हुन्छ ल यति गरिसकेपछि यो दुवैमा के एलसीएम आउँछ यो साइडमा के गर्ने दुवैमा हामीले के गर्न सक्छौं यसलाई x - 3 छ त्यसमा x - 2 हामीले थप्दिनौ त माथि पनि थप्ने x - 2 ल त्यसरी थप्न सक्छौं त्यसपछि यो साइड त जस्ताको त्यसले लेख्दैन किनकि यो साइड जति एलसीएम ल्याउनु छ त्यति यहाँ छदैछ ल यो दुवै यहाँ छदैछ त यहाँ केही नगर्ने अब यसलाई अगाडि बढाएर भने के आउँछ यहाँ अब यो दुवैको एलसीएम कति आइहाल्यो x - 3 अनि त्यसपछि के दिएको छ x - 2 दिएको छ भन्नाले माथि हामी अब जोड घटाउ गर्न सक्छौं किनकि डिनोमिनेटर सेम भइहाल्छ यहाँ प्लस 3x अनि -5x हुन्छ यस्तो दिएछ भने अब के गर्ने यहाँ हामीले लाइट टर्मलाई जोड्दिन त 3x 1x 4x भइहाल्यो अनि प्लस माइनस के हुन्छ प्लस माइनस के हुन्छ यहाँ जोडिन्छ माइनस के हुन्छ जोडिन्छ प्लस माइनस घटाइन्थ्यो यहाँ 7 भइहाल्यो त्यसपछि यहाँ x - 3 अनि x माइनस के भयो 2 भयो यसरी हामी यसलाई गर्न सक्छौं ल यो पनि तपाईहरु गर्नु होला ढ नम्बरसम्म गइसक्यो अब हामी अगाडिको क्वेशनमा मुभ गरौँ यहाँसम्म गइसकेपछि अब र नम्बरमा के दिएको छ यो हेर्नु होला अब
यहाँ 2x - 1 दिएको छ, त्यसपछि यहाँ x स्क्वायर अनि प्लस 4x दिएको छ अनि माइनस x - 2 दिएको छ अनि त्यसपछि यहाँ x स्क्वायर प्लस 2x माइनस 8 दिएको छ। यस्तो दिएछ भने अब यसलाई हामीले समाधान गरौँ। यहाँ के आउँछ 2x - 1 आयो, त्यसपछि यहाँ हामीले योबाट के गर्न सक्छौँ कमन लिन सक्छौँ, त x + 4 आइहाल्छ। त्यसपछि यहाँ x - 2 त छँदैछ, यसलाई हामीले के गर्न सक्छौँ 4 2 8 लेख्न सक्छौँ। त 4 - 2x माइनस के भयो 8 भयो। अब यसलाई अझ अगाडि बढायो भने 2x - 1 x प्लस के हुन्छ 4 हुन्छ अनि त्यसपछि के हुन्छ x - 2 भयो अनि x स्क्वायर प्लस 4x माइनस 2x माइनस के हुन्छ 8 हुन्छ। अब यसलाई अगाडि बढायो भने 2x माइनस के हुन्छ 1 हुन्छ, x कमन आइसकेपछि x प्लस के हुन्छ 4 हुन्छ माइनस x - 2 भयो अनि यसबाट x कमन आइसकेपछि x प्लस के हुन्छ 4 हुन्छ माइनस 2 कमन आइसकेपछि x प्लस के बाँकी रहन्छ 4 बाँकी रहन्छ। ल यति गरिसकेपछि अब के हुन्छ 2x - 1 हुन्छ अनि डिवाइडेड बाइ x प्लस के हो 4 आइछ अनि x माइनस यहाँ 2 छ। त्यसपछि अब के गर्ने x प्लस 4 अनि x - 2 आयो। ल यति आइसकेपछि अब हामीले यसलाई यसबाट के गर्न सक्छौँ एलसीएम लिन सक्छौँ। यसको एलसीएम कति आउँछ यहाँ हेर्नु होला 2x - 1 दिएको छ डिवाइडेड बाइ यो साइड यो दिएको छ त मतलब यो साइड यो थप्नुपर्छ अनि यो साइड मात्रै x थप्दिँदा यसको एलसीएम आइहाल्छ भन्नाले यतिसम्म गरिसकेपछि x अनि x प्लस के हुन्छ 4 त छँदैछ, यो साइड के थप्ने x - 2 थप्ने। ल यहाँ हामीले x - 2 थप्यो भने माथि पनि x - 2 थप्नुपर्छ, यहाँ माइनस छ x - 2 यहाँ दिएकै छ। अब यसलाई हामीले के गर्न सक्छौँ यसको अगाडि x थप्दिनँ किनकि यो x + 2 अनि x + 4 अनि x - 2 दिएकै छ, यहाँ हामीले के थप्नुपर्छ x थप्नुपर्छ। यसरी बुझ्नु होला। अब हामी अगाडि जाउँ। यहाँसम्म गरिसकेपछि ठिक छ नि। ल यो अब हामीले यहाँ x दिएको छ अनि x + 4 दिएको छ, त्यसपछि x - 2 दिएको छ। यस्तो छ भने अब हामीले के गर्ने हो यहाँ यति गरिसकेपछि यसलाई हामीले के गर्ने मल्टिप्लाई गर्ने हो। यहाँ के हुन्छ 2x को स्क्वायर दिएछ भन्नाले यहाँ 4x को यहाँ 2x को स्क्वायर आउँछ, यसले यसमा मल्टिप्लाई गरियो भने अब यसले यसमा गर्छ भने -4x आउँछ अनि त्यसपछि यसले यसमा गरियो भने के हुन्छ -x हुन्छ अनि फेरि यसले यसमा गरियो भने माइनस माइनस प्लस अनि 2 आइहाल्छ। त्यसपछि यहाँ हामीले गर्ने हो भने यहाँ माइनस त छँदैछ, एलसीएम मैले लिहालेँ दुवैमा सेम छ भने एउटा लिहालेँ। अब यहाँ माइनस छँदैछ, यहाँ के हुन्छ x को स्क्वायर अनि माइनस 2x यसरी बुझ्नु होला। x को स्क्वायर - 2x यहाँ लेखेको छ। अब यसभन्दा अगाडि बढायो भने के हुन्छ 2x को स्क्वायर माइनस 4x माइनस यसलाई पहिला जोडिदिनुहोस्। अब ल यसलाई जोडिदिनु भयो भने माइनस माइनस के हुन्छ प्लस लाइक टर्म छ भने 5x गरिदिने अनि +2 यसलाई माइनस x को स्क्वायर भयो माइनस माइनस प्लस 2x आउँछ। यो यसरी गरिदिने हो अनि x अनि x प्लस के भयो 4 भयो अनि x माइनस के भयो 2 भयो। यसले यो दुवै फेरि अब लाइक टर्म छ भने घटाउन सकिन्छ भन्नाले x स्क्वायर आयो अनि त्यसपछि यो पनि प्लस माइनस के हुन्छ घटाइन्छ भन्नाले फेरि x आउँछ अनि +2 बाँकी रहन्छ यहाँ अनि x + 4 छ अनि x - 2 छ अनि अगाडि के छ x छ। यति गरिसकेपछि यस्तो नम्बर जसलाई मल्टिप्लाई गरेर के आओस् 2 आओस् अनि जोडेर घटाएर 3 आओस् भन्नाले 2 + 1 यसलाई गर्न सक्छौँ अनि +2 गर्न सक्छौँ। त्यसपछि यसलाई x प्लस के भयो 4 भयो अनि x माइनस के भयो 2 भयो। यसरी हामी गर्ने हो। त्यसपछि अब x स्क्वायर माइनस 2x माइनस x प्लस के हुन्छ 2 हुन्छ डिवाइडेड बाइ x प्लस 4 अनि x माइनस 2 गर्न सक्छौँ। ल यति गरिसकेपछि अब हामी यसलाई के गर्न सक्छौँ x कमन लिइहाल्ने, x माइनस के हुन्छ 2 हुन्छ अनि यहाँ -1 कमन लिइसकेपछि x माइनस के हुन्छ 2 हुन्छ, जसले गर्दा यहाँ x अनि x प्लस के आयो 4 अनि x माइनस 2 आयो। ल यति गरिसकेपछि अब के आउँछ यहाँ x माइनस 2 अनि x माइनस के हुन्छ 1 हुन्छ अनि डिवाइडेड बाइ के आयो x अनि x प्लस 4 x माइनस 2 आयो। ल यति गरिसकेपछि यसमा x माइनस 2 काटिहाल्छ, जसले गर्दा एन्सर कति आइहाल्छ यसको x माइनस 1 डिवाइडेड बाइ x स्क्वायर प्लस 4x यो नै हाम्रो के भइहाल्यो एन्सर भइहाल्यो। ल कति नम्बरको थियो यो र नम्बरको थियो त यहाँ
यस्तो यो नि माथिको एन्सर चाहिँ यसमा कमन लिएको छैन। त्यहाँ के हुन्छ यसलाई कमनलाई बाहिर निकालेको छैन भन्नाले यसलाई हामीले के गर्न सक्छौँ यति जस्तो छ त्यस्तै कमन निकाल्दा पनि फरक पर्दैन तर एन्सर यस्तो दियो चाहिँ यसरी बुझ्नु होला। ल अब यहाँसम्म भइसक्यो। ल यसलाई यति गरिसकेपछि हामीले के गर्नु अब तर्मको विषयमा होस् तर्मको विषयले के भनिरहेछ हामीलाई यहाँ 2a अनि a - 1 दिएछ अनि -a को क्यूब प्लस के दिएछ 3 दिएछ भन्नाले a को स्क्वायर छ क्यूब छैन यहाँ स्क्वायर छ अनि त्यसपछि a स्क्वायर - 1 दिएछ भन्नाले यसलाई हामीले मिलायो भने के हुन्छ सल्युसन यहाँ के हुन्छ 2a डिवाइडेड बाइ के हुन्छ a - 1 अनि यहाँ माइनस a स्क्वायर प्लस 3 डिवाइडेड बाइ a प्लस 1 अनि a माइनस 1 किनकि यो दुवै फर्मुलामा गइहाल्यो। ल अब यसलाई हामीले दुवैको एलसिएम के आउँछ यो दुवै एलसिएम आइहाल्छ। यो साइड त छँदैछ यो साइड हामीले थप्नुपर्छ मात्र। त्यहाँ के भयो यो दुवैको एलसिएम के आउँछ a प्लस 1 अनि a माइनस 1 भन्नाले यो साइड के को कमी छ यहाँ a प्लस 1 को त माथि पनि a प्लस 1 थप्दिने अनि माइनस a को स्क्वायर प्लस 3 त्यहाँ छँदैछ। ल यति गरिसकेपछि यो साइड a प्लस 1 अनि a माइनस 1 दिएको छ अनि त्यसपछि यसलाई अगाडि बढायो भने 2a को स्क्वायर प्लस 2a अनि डिवाइडेड बाइ यो दुवै सेम आइहालेपछि हामीले a माइनस 1 अनि a प्लस 1 हामीले कमन लिन सक्छौँ अनि यहाँ माइनस दुवैमा हामीले के गर्ने हो यहाँ के गर्ने हो ब्र्याकेट लगाउने किनकि माइनसले के गर्छ साइनलाई चेन्ज गर्छ त 2a को स्क्वायर प्लस 2a भयो अनि माइनस a को स्क्वायर माइनस 3 भयो। अब यसलाई हामीले गर्ने हो भने के हुन्छ a माइनस 1 अनि a प्लस 1 यसरी गर्न सक्छौँ। त्यसपछि यसरी अगाडि बढायो भने के हुन्छ यो प्लस माइनस के हुन्छ घटाइन्छ लाइक टर्म भयो यो दुवै यहाँ के हुन्छ a को स्क्वायर आउँछ अनि त्यसपछि यहाँ प्लस 2a माइनस 3 डिवाइडेड बाइ a माइनस 1 अनि a प्लस 1 हामीले गर्न सक्छौँ। ल त्यति गरिसकेपछि अब हामीले अगाडि बढाऊ यहाँ हामीले के गर्न सक्छौँ यस्तो नम्बर जसलाई मल्टिप्लाई गरेर 3 आओस् अनि जोडेर घटाएर 2 आओस्। यहाँ a स्क्वायर माइनस 3 जा 3 यहाँ a गर्न सक्छौँ -3 छ अनि त्यसपछि यसलाई अगाडि बढायो भने a माइनस 1 अनि a प्लस 1 आउँछ। यति गरिसकेपछि के हुन्छ a स्क्वायर माइनस 3a प्लस a माइनस 3 डिवाइडेड बाइ a माइनस 1 अनि a प्लस 1 यस्तै अगाडि बढायो भने a कमन आइसकेपछि यहाँ के बाँकी रहन्छ a माइनस 3 बाँकी रहन्छ अनि यहाँ प्लस 1 कमन आउँछ किनकि a माइनस 3 कमै राख्नु छ। साइन चेन्ज गर्नु हुन्थ्यो भने मैले माइनस कमन लिन्थ्यो। ल के कमन आउँदैन भने प्लस 1 कमन लिन सकिन्छ नि हो a माइनस 1 भयो अनि a प्लस 1 भयो। यसरी गऱ्यो भने अब यहाँ a माइनस 3 फेरि कमन आउन सक्छ अनि यहाँ a प्लस 1 बाँकी रहन्छ डिवाइडेड बाइ a माइनस 1 भयो अनि यहाँ a प्लस 1 यहाँ दिएको छ। ल त यति गरिसकेपछि प्लस वाला गइहाल्छ अनि यहाँ के भइहाल्यो a माइनस 1 अनि a माइनस 1 माथि a माइनस 3 यसरी हामी तर्मको विषयमा भइसक्यो। अनि नेक्स्ट क्वेशनमा म गरौँ जस्तै तपाईहरु प्र्याक्टिस गर्नु आफै पहिला बुझिसकेपछि एलसिएम के आउँछ कहाँको फर्मुला आउँछ त्यो चेक गरेर बुझ्नु होला। त्यसपछि आफै जति प्र्याक्टिस गर्नुहुन्छ जति तपाईहरु यसमा सोच्नुहुन्छ त्यति नै तपाईहरु यसमा अगाडि बढ्दै जानुहुन्छ प्रगति गर्दै जानुहुन्छ। तर्मको विषयमा हेर्नुहोस् a स्क्वायर प्लस b स्क्वायर दिएछ अनि तल के दिएको छ a स्क्वायर माइनस b स्क्वायर दिएछ अनि माइनस a b अनि a प्लस b जस्तो दिएछ भने अब के गर्ने हो यसलाई सल्युसन गर्ने हो अर्थात् समाधान गर्ने हो। के हुन्छ a स्क्वायर प्लस b को स्क्वायर भयो यसलाई हामी फर्मुलामा खोल्न सक्छौँ a प्लस b अनि a माइनस b आउँछ अनि त्यसपछि यहाँ a माइनस b दिएको छ अनि a प्लस b आउँछ यहाँ। त अब यसलाई गरिसकेपछि के हुन्छ a स्क्वायर प्लस b स्क्वायर दिएछ यो दुवैको एलसिएम हामीले लिने हो। त्यो a प्लस b यहाँ दिएको छ अनि यहाँ के दिएको छ a माइनस b दिएको छ भन्नाले a माइनस b अनि यसको एलसिएम लिइसकेपछि के हुन्छ a प्लस b आउँछ। ल यति गरिसकेपछि यहाँ यो साइडमा के थप्नुपर्छ हामीले यसको एलसिएम लिनको लागि दुवैमा एलसिएम के आउँछ a माइनस b थप्नुपर्छ किनकि यो साइड छँदैछ यो साइडमा खालि a माइनस b थप्दियो भने हामीले यो दुवै मिलाउन सक्छौँ। ल मिलाउनै पर्छ नि सुरुमा कुन मिल्छ भनेर। ल यसरी हामी माथि पनि थप्दिनौँ ब्यालेन्स गर्नको लागि। ल a स्क्वायर प्लस b स्क्वायर डिवाइडेड बाइ के हुन्छ अब यो डिनोमिनेटर सेम भएपछि एउटा हामीले के गर्ने कमन मात्र लिइहाल्ने हो। ल जति सुकै तल भए पनि हामीले एउटा कमन लिइहाल्ने अनि माथिको जति छ सबलाई जोडिदिने र घटाइदिने। ल यति माइनस यहाँ दियो चाहिँ यहाँ ब्र्याकेट लगाउने किनकि माइनसले के गर्छ साइनलाई चेन्ज गर्छ a माइनस b को के भइहाल्यो होल स्क्वायर भइहाल्यो। यो यसरी हामी यसलाई गर्न सक्छौँ। ल यसरी a स्क्वायर अनि प्लस b स्क्वायर दिएछ
अनि माइनस यहाँ यो फर्मुलामा यसलाई खोल्यो भने के आउँछ यहाँ a स्क्वायर माइनस 2ab अनि b को स्क्वायर अनि यसरी गरिसकेपछि a प्लस b अनि a माइनस b यहाँ बाँकी रहन्छ। ल यो गरिसकेपछि अब हामी अगाडि बढौँ। यहाँसम्म भइसक्यो। यहाँ के हुन्छ a स्क्वायर प्लस b स्क्वायर हुन्छ अनि त्यसपछि माइनस a स्क्वायर प्लस 2ab अनि माइनस b को स्क्वायर यसरी गर्न सक्छौँ। त्यसपछि यहाँ के हुन्छ a प्लस b हुन्छ अनि a माइनस b हुन्छ यसरी गर्ने हो। यो दुवै के भइहाल्यो कटिहाल्यो, यो दुवै के भइहाल्यो कटिहाल्यो। यहाँ के हुन्छ 2ab डिवाइडेड बाइ यसलाई पनि फर्मुलाको फर्ममा हामीले लेख्न सक्छौँ a स्क्वायर माइनस b स्क्वायर। यो हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो। ल त अब हामी 6 नम्बरसम्म गरिसक्यो। अब हामी अगाडि बढौँ। कति नम्बरमा 10 नम्बरको क्वेशनमा के भनेको छ ल यति गरिसक्यो। 10 नम्बरको क्वेशनमा आयो। 10 नम्बरको क्वेशनले के भनिरहेको छ 10 नम्बरको क्वेशनमा दिएको छ यहाँ a डिवाइडेड बाइ a स्क्वायर प्लस 3a अनि प्लस 2 दिएको छ अनि त्यसपछि माइनस यहाँ दिएको छ 2a स्क्वायर माइनस 1 दिएको छ। यस्तो छ भने अब हामीले के गर्ने हो यसलाई समाधान गरौँ। पहिला a डिवाइडेड बाइ यस्तो नम्बर जसलाई मल्टिप्लाई गरेर के आओस् 3 आओस् अनि जोडेर घटाएर 3 भन्नाले 2 प्लस 1 गर्न सक्छौँ यसलाई अनि यहाँ 2 दिएको छ। ल त्यसपछि माइनस यहाँ के छ a स्क्वायर माइनस 1 छँदैछ। अब यसलाई हामीले अगाडि बढायो भने के हुन्छ a स्क्वायर प्लस 2a प्लस a प्लस 2 हुन्छ अनि माइनस 2 डिवाइडेड बाइ a प्लस 1 a माइनस 1 यसलाई हामीले गर्न सक्छौँ। ल यति गरिसकेपछि अगाडि बढाऊ। यसलाई यसबाट कमन आउँछ a प्लस 2 बाँकी रहन्छ अनि प्लस 1 कमन आइसकेपछि a प्लस के बाँकी रहन्छ 2 बाँकी रहन्छ अनि माइनस यहाँ 2 a प्लस 1 आयो अनि त्यसपछि के हुन्छ a माइनस 1 आयो। यसरी हामी गर्न सक्छौँ। ल त यति गरिसकेपछि a डिवाइडेड बाइ a प्लस के आउँछ 2 आउँछ अनि a प्लस के आउँछ 1 आउँछ यसरी गर्न सक्छौँ। त्यसपछि 2 डिवाइडेड बाइ a प्लस 1 आयो अनि a माइनस के आयो 1 आयो। यसरी हामी गर्न सक्छौँ। ल त यो गरिसकेपछि के हुन्छ दुवैमा हामीले एलसीएम बनाउनु पर्छ। यसको डिनोमिनेटर सेम छैन त्यसलाई हामीले a प्लस 2 थप्ने त्यसपछि यो साइडमा a प्लस 1 छ यसमा के a माइनस 1 थप्नुपर्छ। यसरी बुझ्नु होला। ल त्यसपछि अब यसलाई हामीले अगाडि बढायो भने यो साइड के छ a प्लस 1 छ a माइनस 1 छ यसमा a प्लस 2 थप्नुपर्छ। यहाँ a प्लस 2 थप्यो भने माथि पनि a प्लस 2 थप्दिने यहाँ a माइनस 1 थप्यो भने माथि पनि a माइनस 1 थप्दिने ब्यालेन्स गर्नको लागि। ल अब यति गरिसकेपछि हामी यहाँ आऊ। यहाँ के हुन्छ यहाँ के आउँछ यति गरिसकेपछि यो सबै समान भइहाल्यो भन्नाले एक रङको भइहाल्यो भने a प्लस 2x a प्लस 2 a प्लस 1 अनि a माइनस 1 दिएको छ। यसलाई हामीले के गर्न सक्छौँ a को स्क्वायर माइनस a अनि यो माइनस 2a प्लस के हुन्छ 4 हुन्छ। यसरी हामी यसलाई गर्न सक्छौँ। त्यसपछि a स्क्वायर माइनस a माइनस 2a माइनस 4 हुन्छ। त्यसपछि हामीले के गर्न सक्छौँ a प्लस 2 अनि के हुन्छ a प्लस 1 a माइनस के हुन्छ 1 हुन्छ। यसरी गर्न सक्छौँ। त्यसपछि हामीले यसरी गरियो भने के आउँछ यहाँ हेर्नु होला। यहाँसम्म अब हामीले यसलाई यो गरिसकेपछि a स्क्वायर यो a दिएछ नि हो त्यो यो हामीले लाइक टर्म छ भन्नाले यो 3a आइहाल्छ अनि यहाँ माइनस के आउँछ 4 आउँछ। ल त यति गरिसकेपछि अब के भयो a प्लस 2 भयो अनि a प्लस 1 भयो अनि यहाँ के आउँछ a माइनस 1 आउँछ। अब यसलाई यस्तो नम्बर जसलाई मल्टिप्लाई गरेर 4 आओस् अनि जोडेर घटाएर 3 आओस् भन्नाले यसलाई हामीले 4 माइनस 1 लेख्न सक्छौँ। अनि यहाँ 4 छँदैछ। त्यसपछि अगाडि बढायो भने a प्लस 2 हुन्छ अनि a प्लस 1 हुन्छ a माइनस के हुन्छ 1 हुन्छ। यसरी गर्न सक्छौँ a स्क्वायर माइनस 4a प्लस a माइनस 4 हुन्छ। त्यसपछि यहाँ के गर्न सक्छौँ a प्लस 2 अनि के भयो a प्लस 1 भयो अनि a माइनस के भयो 1 भयो। यसरी गर्न सक्छौँ। यो दुवैबाट के कमन लिन सक्छ a प्लस 4 कमन आयो प्लस 1 कमन माइनस 1 यहाँ माइनस आउँछ माइनस भयो अनि प्लस 1 कमन लिएपछि a माइनस 4 कमन आउँछ। त्यसपछि अब यति गरिसकेपछि के आउँछ यहाँ a प्लस 2 आयो अनि a प्लस 1 आयो अनि a माइनस 1 आयो। यसरी गर्न सक्छौँ। अनि यसलाई अझ अगाडि बढायो भने हामीले के गर्न सक्छौँ यसलाई मेटिदिउँ। यहाँ के हुन्छ यो तपाईँहरू हेरिहाल्नु होला कति आएछ थियो यहाँ। अब यहाँ a माइनस 4 अनि a प्लस के हुन्छ 1
डिवाइडेड बाई a + 2 दिएको छ अनि a + 1 अनि अर्को a - 1 दिएको छ। ल यति गरिसकेपछि यो a + 2 छ तल दिएको, माथि के छ a + 4 दिएको छ। ल यो त मिल्दैन, यो कटिहाल्छ। ल त अब यो कटिसकेपछि के बाँकी रहन्छ a - 4 अनि a + 2 तल a - 1। यसरी हामी यसलाई बनाउन सक्छौँ। यो नै हाम्रो एन्सर भइहाल्छ। यसरी आजको पुरै क्वेसन समाप्त हुन्छ र तपाईहरु प्र्याक्टिस गर्दै गर्नुहोला र हेर्दै गर्नुहोला जेके बेसिक टु एडभान्स क्लासेस। मलाई आजको क्लासबाट बिदा दिनुहोस्। धन्यवाद। हेर्दै गर्नुहोला जेके बेसिक टु एडभान्स क्लासेस।